मसँग बिहा गर्ने मान्छेले उसको बारेमा पहिला थाहा पाउँछ, उसलाई एक्सेप्ट गर्छ अनि मात्र बिहा गर्छ। त्यो भन्छौ यो मान्छे यस्तो हो। मैले एउटा शब्द दिएँ, लभ इज ब्लाइन्ड रहेछ त्यसो हैन। त्यतिखेर तिमी लभ गरेको छैन यार। उसले प्रपोज हान्न खोजेको तिमीले त होइन उसलाई नै सोधेर उसँग बसेर मैले मेसेज गरेँ हो कि। अब जस्तो तपाईँ त अब बिहा नगर्ने भन्नुभएको मान्छे होइन, जस्तो अब हाम्रो त रिलेसन थियो, तपाईँलाई धेरै कुरा थाहा, त्यो चाहिँ कस्तो बाँधेर राख्यो भन्ने चाहिँ मेरोमा नै आयो होइन। खानदानी औरत मर्द नै बदल्ती हालत बदल्ती हुन्छ नि, त्यो हो कि के हुन्छ नि त्यो। किनभने सो अलराइट गाइस, घुमफिरेमा चाहिँ सबैजनालाई स्वागत छ। आज चाहिँ माइक समातेर कसरी आइपुग्यो भन्ने सोच्नुभयो होला। म चाहिँ कुरा काट्ने स्टेसनमा आइपुगेको छु र हाम्रो घुमफिरेमा चाहिँ हामी सबैजनालाई चाहिँ स्वागत छ। तिमीले ओपनिङ चाहिँ गर्यो होइन, हाम्रो घुमफिरेमा स्वागत छ भने हामीले पनि भन्नु पर्यो नि होइन। घुमफिरे त हाम्रो पनि हो नि त होइन। त्यसैले भने मैले मेरो घुमफिरेमा भने नि त, हाम्रो घुमफिरेमा स्वागत छ। हामी यसरी गरौँ न त, 3 2 1 हाम्रो घुमफिरे सँगै एकचोटि जाउँ। काउन्ट डाउन 3 2 1 हाम्रो घुमफिरेमा स्वागत छ। होइन ल, अनि के छ त हौ, हाम्रो घुमफिरे त चलाइरहेछन् केटोले। घुमफिरेको घोडा खुस्किरहेको छ। राम्रो हुनेवाला एउटा डायलग हान्छ मलाई यो। के डायलग? घुमफिरेबाट अब हामीबाट अलिकति पर जानेछ मेरो भाइ होइन, युके उड्ने भन्दैछन् होइन। हाम्रो क्यामेरामा संजोग चाहिँ चुत्रु चुत्रु पितृ गरिरहेछ नि होइन। अहिले रोलिङ भइसकेपछि अलिकति टक्क स्ट्यान्ड बाई बस्नुपर्छ भनेर अलिक सिक्न बाँकी रहेछ। प्राइम टाइममा काम गरे पनि हाम्रो घुमफिरे चलाउने मेन ओनर विनी थियो। अब हाम्रो घुमफिरे भनिहाल्यो हाम्रो होइन, हामीले पनि यसमा केही कन्ट्रिब्युट त गरेकै थियौँ। हामी बिना त्यो चलेकै थिएनौँ, त्यही भएर उसले हाम्रो घुमफिरे भने हो होइन। साथ सपोर्ट नभइकन एकजनाले मात्र त चल्दैन नि त। तिमी हामीलाई छोडेर जाँदैछौ होइन, नजाऊ न यार। यदि यस्तो हो अब सधैँभरि सँगै कहाँ बस्न सकिन्छ र होइन। अब म त खुसी छु दाइ, होइन खुसी त म पनि खुसी। म एकदम खुसी छु। उसले छोडेर जाओस् के, ऊ जाओस् नै, जति सक्दो चाँडो जाओस्। त्यसमा चाहिँ म खुसी पनि देख्छु, म मेरो पनि प्रगति देख्छु। म सधैँ खुसी हो क्या दाइ त्यो कुरामा चाहिँ। ऊ यहाँ नबसोस् के होइन, उसले जे गर्न आँटेको छ त्यो निर्मलले भने अनुसारले त हेर साला अहिले निस्केर गइहाल्छ यहाँ नहोस् भनेर हो दाइ। किनकि त्यो सक्सेस राम्रो हुन्छ भने गइहाल कि, म नि धक्का दिएर म निकालिदिन्छु कि दाइ। ठिक हो, उसले यतिसम्म उसले एफोर्ट गरेर होइन, पुरै दममा उभिएर स्ट्रगल हार्ड त्यो धेरै हामी भोगेको छौँ र उसले यतिसम्म गर्नु भने हाम्रो लागि त एकदम ह्याट्स अफ पर्यो नि भाइ। अब हामी होइन हामी टाढा हुँदैन, झन् नजिकिने बाटो पनि अझै जुर्दैछ। किनभने हामी एउटै सेक्टरमा काम गरेको मान्छे, टाढा हुने कुरै हुँदैन कि। केही न केही प्लान, केही न केही काम, उहाँ गएर पनि ऊ सधैँ घोटेर चाहिँ झाडु हान्ने पोछा हान्ने नै सिचुएसन सधैँभरि भइरह्यो भने त्यो मजा हुन्न नि त। यस्तो हो अब उसले भने जस्तै कस्तो हो भने अब आज यहीँ छौँ तिनैजना होइन, फेस टु फेस भेटेर कुराकानी भइरहेको छ। अब दाइ अफिसबाट छुटिसकेपछि शङ्खमूल खाना आउनुहुन्थ्यो होला, त्यो पोसिबल हुँदैन होइन। त्यो पोसिबल नहुने बित्तिकै त टाढा भयो भन्न मिल्दैन नि त। किनभने त्यो पोसिबल नभए पनि बिसार 10 हाल्यो भने पोसिबल हुन्छ नि यार। त्यो पोसिबल हुँदैन, त्यो मतलब खुसी कुरा हो। सुन न, महिनामा मतलब परेको बेलामा मैले भन्न खोजेको त्यही हो। जस्तो अब सँगै बसेर चिया खानलाई टाइम लाग्ला, तर अब कामहरू त भइहाल्छ नि। अब यताउति हामीसँग साथमा चिया पनि छ, एउटा चेस गरौँ न त। यो अब हाम्रो चिया हो, चेस गरेपछि एकचोटि खानै पर्छ अरे जीवनमा होइन। जीवनमा धेरै उतार चढाव आए, सुख दुःख आए होइन। सँगै बस्यौँ, सँगै चाहिँ सुत्यौँ, सँगै रोयौँ होला, सँगै हाँस्यौँ होला होइन। यो धेरै चिजहरू गऱ्यौँ। तर जुन तरिकाले मेरो पनि हुँदैछ, कुनै बेला विशाल तल थियो, म माथि थिएँ। अब विशाल माथि छ, म हल्का डाउन होला, फेरि अब यस्तो हो। तिमीले भन्न खोजेको चाहिँ अलिक मिलेन कि। जस्तो पहिला तिमी ग्रोथ गर्यौ अनि त्यसपछि म गरेँ, डाउन तिमी भएन कि। डाउन भयो सुन होइन,
अब तिमी एउटा लेभलमा छौ म नि एउटा लेभलमा छु अब म ग्रोथ भएँ अब तिमी हुन्छौ के मतलब त्यो डाउन होइन कि ग्रोथ चाहिँ भइरहेको छ पहिला म हुँदैछु यस्तो भयो पहिला तिमी भयो अप एन्ड डाउन भनौँ न अप एन्ड डाउन भन्दैन हाम्रो अप मात्रै हो के त्यसलाई के भन्छ भने ग्रोथ मात्रै भइरहेको छ डाउन भएको छैन के पहिला तिमी ग्रोथ भयो कम ग्रोथ भयो होइन कम ग्रोथ भयो ग्रोथ रोकियो मानौ न त्यो त अभियसली हुन्छ नि पहिला तिमी मिडियामा आयो म रोकेर बसेको थिएँ त्यसपछि म आएँ अनि फेरि म ग्रोथ भएँ अनि फेरि तिमी भयो फेरि म भएँ त्यो त भइरहेछ त मतलब डाउन त भएको छैन नि कतै पनि त्यही त डाउन भयो होइन हाम्रो लाइफ यस्तै नै हुन्छ होइन अब हाम्रो माझबाट एउटा भाइ जाँदैछ बेस अफ शेष होइन यो हाम्रो सो पनि हाम्रो यो त यो सो त दाइ होइन यो सो त दाइ युके गएर पनि यो सो चल्ने सो हो चल्ने सो हो कि त्यहाँ गएर तपाईँको कुरा काटिहाल्छ चलाउने चल्ने चल्छ पनि चलाउने पनि सो हो त्यही भएर हाम्रो प्लानहरू छ हाम्रा हामी रोकिएर बस्दैनौँ कि हामी कहिले पनि रोकिएनौँ हामीले साना साना भिडियोहरू बनाउनेदेखिबाट लिएर हरेक चिज भेट्दाखेरि कहिले पनि त्यो हुन्छ नि वाहियात कुरा कहिले भएन क्या दाइ तर हाम्रो सबैजनाको हामी तिनजना सबै भन्दा पनि अब तिनजना हामी आफ्नो पहिला हामी एउटै फिल्डमा थियौँ नि त हाम्रो जर्नी सुरु भएकै क्यामेराबाट तिनजना क्यामेराबाट कन्टेन्ट माइन्डमा कुराकानी खेल्दै 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 गयो अब प्रोग्रामिङ हेर्न सक्ने भयो आफैले गर्ने पनि एउटा अब त उस्तै चाह्यौँ भने त एउटा मुभी नै बनाउन सक्छौँ हामीले होइन त्यो लेभलमा त्यो होइन एउटा सर्ट फिल्म या केही होइन सर्ट मुभी म्युजिक भिडियो या केहीहरू अब हामीले ल्याकत चाहिँ हामी मजाले राख्छौँ तर हामीलाई चाहिँ त्यो कन्टेन्ट त्यो बिहाइन्ड द सिन हामी खिचिराख्दाखेरि हामीलाई त्यो कन्टेन्ट माइन्ड डेभलप हुन्छ जस्तो अहिले हाम्रो बिहाइन्ड द सिनमा पनि त्यो एउटा सन्जोग भाइ छ त्यहाँ त्यो रिसाई भए पनि बसिरहेको छ कानमा हेडफोन चाहिँ लगाएको छ हातमा चाहिँ पब्जी मन नलाई भयो भने बसिरह होइन खाजा खुवाएर रोजगार म जागिर छैन भनेर बसिरहन होइन बाइक किने अब त्यहाँबाट थम्स अप गरिरहेछ अब बाइक किनेछन् भाइले जागिर छैन भने बाइक किनेछन् फेरि होइन प्रगति सबको छ के सबको छ यस्तो हो कि एउटा जस्तो कस्तो हुँदो रहेछ भने मैले बुझ्दाखेरि चाहिँ एउटा समय थियो हामी +2 पढ्दा तपाईँ पछि मात्रै भेट हुँदा होइन एउटा समय कस्तो थियो भन्दाखेरि सायद निर्मलभन्दा अगाडि काठमाडौँमा आएको होला होइन तिमी +2 गर्नको लागि आयो म +2 गर्नुभन्दा अगाडि काम गर्न आएको +2 मैले पछि जोइन गरेँ हो मलाई चाहिँ कस्तो हुन्छ निर्मलसँग मेरो पछिल्लो समयमा झगडा पनि पर्यो मतलब परिरहेको छ त्यस्तो होइन तर त्यस्तो त्यो है अब यो जिन्दगीभर चाहिँदैन टाइपको चाहिँ हुँदैन एउटा टाइम कस्तो थियो भन्दाखेरि निर्मल र म क्लासमेट थियौँ लगभग हाम्रो साथी पनि थिएन र एउटा टाइममा के भयो भन्दाखेरि ऊ घर जान रेडी भएको रहेछ होइन अब त्यो टाइममा उसले मेरो हात समातेर ऊ सर्भाइभ भएको के होइन अनि एउटा टाइम यस्तो आयो मैले उसको हात समातेर म सर्भाइभ भएको छु कि होइन एउटा टाइम त्यस्तो छ कि जस्तो यसमा फाइदा के भइरहेछ मलाई फाइदा भइरहेछ नि त किन उसको हात समातेर म ग्रोथ भएँ उसलाई फाइदा भइरहेछ नि त मेरो हात समातेर ऊ ग्रोथ भयो होइन त जस्तो अहिले यहाँ स्टुडियो उसको थियो र पो यहाँ आएर हामी पोडकास्ट गरिरहेछौँ होइन भोलि म एउटा ठाउँमा पुग्छु म त्यहाँ छ र पो ल विशाल यसो गरौँ भन्न सक्छ नि त उसले ऊ कुनै ठाउँमा पुग्छ ल यसो गरौँ त्यो त स्पेस हुन्छ नि त हात समाउने जस्तो कुन चिजलाई कसरी लिने भन्ने कुरामा म्याटर गर्छ कि जस्तो कुन साइडबाट हेर्ने कसरी लिने भन्ने कुरा किन भन्दाखेरि निर्मलको र मेरो जर्नी हेर्ने हो भने अलमोस्ट एउटै जस्तै हो सेम नै हो अलमोस्ट मतलब तपाईँ चाहिँ पछि आएर तर कम्पेरिजन मैले पछि आउँदा पनि मैले सिनहरू हेर्दाखेरि भेटघाट हाउभाउ कुराकानी गर्दा त त्यही नै देखिरहेको तर जे हो जस्तै विमल पनि छ नि त होइन सुन्नु न विमलले उस्तोको मानौ एकछिन है विमल कुरा काट्ने स्टेसनमा कुरा भइरहेको छ होइन माइन्ड नगर तेरै कुरा काट्ने हो काट्छ है होइन छ नि त जस्तै अब तर हामीले बोलाउने चाहिँ विमल हो यो नेम त उसको विमल जेसुकै होस् चौहान हो बोलाएको हो आएन अब ऊ व्यस्तताको कारणले आएन तेरो कुरा काट्छौँ नरिसा जे भयो नि अब एउटा जर्नीमा विमल पनि एउटा त्यो जर्नीको पात्र हो कि तर के हो भने विमल पनि पछि हामीसँग क्लोज भएको हो नि त सुरुमा त ऊ र म रुममा बस्ने हो होइन रुममा बस्ने अरू साथीहरू पनि रुममा बस्ने अनि त्यसपछि त्यो रुमको जुन स्ट्रगल त्यो रुममा हामीले कति भोग्यौँ त्यो रुममा कति देख्यौँ हाम्रो रुम यस्तो थियो कि मान्छे पाहुना लान पनि लाज हुन्थ्यो क्या दाइ यस्तो थियो तपाईँको दाइ कस्तो हुन्छ भने अब जस्तो केटाहरूको तर विशालमा एउटा कुरा हुन्छ त्यो रुममा जति खुसी जिन्दगीको एउटा घटना सुनाउँछु ल त्यो हुँदैन यार
होइन एउटा अब त्यो साथी बोल्दैन अहिले जस्तो त्यो साथी चाहिँ कस्तो थियो भने गाउँदेखि फुटबल खेल्दै हिँड्ने साथी थियो अलिकति जुनियर नै हो म भन्दा चाहिँ तर साथी चाहिँ साथी राम्रै साथी थियो अनि पछि आएर जे होस् एउटा मैले भने त समाउने आएको म एउटा रुम लिइसकेपछि मेरो साथी आउँछु पढ्न आउँछु भनेपछि अफकोर्स मेरो रुममा बोलाउँछु मैले आयो त्यो बेलामा के हो भने अब हामी सबैजना स्ट्रगल गर्दै थियौँ होइन ल अब खाना पकाउने अब जो फ्री छ त्यो टाइपले हामी 3 जना बस्थ्यौँ म त्यो साथी सुसन राणा मगर है त्यो साथीको नाम चाहिँ अरे ल ठिक छ उसले अल्छी गर्दैन थियो खाना पकाउनु ल म बनाइदिन्छु भनिदिन्थ्यो कि अनि हामी के थियो त्यतिखेर नि तिमीहरूमा समथिङ के भइरहेको थियो उसले खाना पकाइरहेको थियो होइन पकाए टक्क उसले कसरी खाना पकाएछ थाहा भाइ के गरेर पकाएछ टक्क सब चिज पकाएछ होइन तर के गर्न चाहिँ अब बिर्सेछ भन्दा पनि त्यसले के गरेन भन्दाखेरि चाहिँ तेलै हालेन छ क्या तरकारीमा तेल बिनाको तरकारी पकाएर खुवाइदियो क्या ऊ आफै या भात खाइदिने अब हामीले त तेल नभएको तरकारी तर्लङ्ग झोल हाले होइन आलु र त्यो बोडी थियो होला सायद के थिएन तेल हो उसले थिएन कोठामा तेल थिएन होइन त्यसलाई तरकारी पकायो भने ल उसले त पकाइदियो पानीमा पकाइदियो कि तर्लङ्ग झोल हालिदिएर तरकारी त पकाइने अनि दाइ अब जस्तो त्यो त अलिक खान गाह्रो हुन्छ नि त जस्तो अब हाम्रो स्वाति जिब्रो भन्छ नि त ऊ या एक थाल भात दबाइदिइरहेको छ क्या उसले त्यसमै मतलब छैन झ्याम झ्याम खायो नि नखानु त हुँदैन अलिक धेर थोर त खायो होइन तर उसले दबाएर दिएको छ यस्तो कि मासु भात खा जस्तो दबाएर अहिले साथी मेरो चाहिँ अलिकति लफडा परेर लफडा भन्दा नि मिसअन्डरस्ट्यान्डिङ हो मा गयो मिसअन्डरस्ट्यान्डिङ नै हो गइसकेपछि फर्केर आएन अब नआएपछि अगाडि त बढ्नै पर्यो त्यही भएर नि होइन मलाई चाहिँ के लाग्छ भने संसारमा सबैभन्दा मैले जिएको राम्रो पल होइन खुसी भएको पल कुनै चिजको तनाव नभएर ड्याङ आफ्नो पढ्ने काम गर्ने भएको होइन जिन्दगी आनन्द के होइन त्यो रुम यति प्यारो लाग्छ नि त्यो अँध्यारो कोठा एउटा कोठामा 4 जना होइन थमेलमा नि +2 पढ्दाखेरि हामी यस्तो थियौँ कि दाइ हाम्रो रुममा 4 जना छ नि 4 जना बाहेक सुत्न कन्डिसन छैन कि तर जति साथी आयो नि वेलकम कहाँ दाइ कलेजमा होइन हाम्रो ग्रुप त थियो असलले 5-6 जना 6-7 जना थियो अब विमलसम्म गरेर 7 जना पुग्ने होइन बेड छ सिङ्गल बेड के दाइ त्यो सानो सोफा जस्तो हुन्छ नि त एउटा बस्न पनि मिल्ने सुत्न पनि मिल्ने खालको 2टा बेड थियो कोठा अहिले मेरो जत्रो छ त्योभन्दा पनि सानो थियो त्यसमा किचन 2टा बेड यताउति थियो होइन अब सुन्नु न के थियो भन्दाखेरि अब हामी केटाहरू 6-7 जना थियौँ जस्तो अब करिन अहिले सायद लन्डनमै छ होला होइन करिन भन्थ्यो अमिन पनि भन्थ्यो हाम्रै गाउँको 5 खालकै सुसन भइहाल्यो नि म सुरेन्द्र निर्मल एउटा भाइ पनि थियो के अरे को त्यो भाइ एउटा रुपेश होइन तिम्रै घर छेउको भाइ के एकचोटि बसेको थियो नि होइन छैन के मगर सुजन त्यो त बसेन नि धेरै त्यो जे होस् कलेजमा अब जस्दाखेरि अब जस्तो हाम्रो रुममा आउँथ्यो होइन रातभरि नसुत्ने कि अब त्यो 6-7 जना बसेको छ बेड सानो छ होइन रातभरि केटीको गफ गरेको छ कमेडी गरेको छ रातभरि हाँस्याएको छ यस्तो घरबेटी ल्याएर कराउँथ्यो कि केटाहरू गफ गर्दाखेरि खालि केटीहरूकै कुरा निस्किन्छ है त्यहाँ के निस्किन्छ नि त्यो एउटा साथी छ त्यो कुरा गर्न थालेपछि त्यसले यति धेरै कहानी सुनाउँछ बिहाइन्ड द सिनमा यो सन्जोग पनि मोबाइलमा केटीसँग गफ गरेर हो नि लागिरहेको छ मलाई होइन उसले भिडियो खिच्दैछ के गर्दै हो होइन अनि कुरा होइन दाइ के भने नि बडो रमाइलो हुन्थ्यो क्या त्यहाँ बडो रमाइलो हुन्थ्यो तपाईँ चाहिँ अलि डिस्ट्र्याक्ट चाहिँ कुरा नमोडिदिनु के यो कुरा सुन्नु न दाइ होइन दाइलाई चाहिँ संजोगले डिस्ट्र्याक्ट गरिरहेको छ क्या होइन तर आफूहरूको बसेको त्यो 6-7 जनाको फ्यामिली त्यहाँबाट सुरुवात गर्दाखेरि त्यसमा त्यो टाइममा चाहिँ काम चाहिँ के गर्छ आफूहरू चाहिँ मैले भनेको दाइ मेरो एजमा दाइ म अहिले लगभग भए धेरथोर एज भयो म होइन अब मेरो एजको मान्छेहरूसँग लगभग धेरै भयो 2-3 वर्षको एक्सपिरियन्स हुन्छ अलिसँग 4 महिना मैले ट्रेकिङ गरेकै 10 वर्ष भयो हो होइन त्यतिखेर लाइसेन्स बनाउनलाई कति ब्याग म पसलमा काम म ट्रेकिङ गर्थेँ यस्तो हो कि उसको ट्रेकिङ गर्नुको कारण के हो भन्दाखेरि उसले हाम्रो 11को एक्जाम अलमोस्ट आइसकेको थियो 1 महिना बाँकी थियो होइन उसको कन्डिसन के भइसकेको थियो भने के खुलेर कुरा गरौँ न होइन उसको कन्डिसन के भइसकेको थियो भने ऊ घर जान टिकट काटिसक्यो मान्छे भोलि घर जान अघिल्लो दिन बेलुका मैले भेटेँ मेरो यस्तो भयो यसरी जानला भने ठेट मलाई बस न मेरो रुममा बस ट्युसन फी तिर्ने पैसा म म्यानेज गरिदिउँला भने उसको लागि एउटा ट्रेकिङ गरेँ उसले लगभग 10-15 हजार 20 हजार कमायो उसले कलेज फी पनि तिर्यो त्यसमा अनि ट्युसन पनि दियो
त्यो टाइममा उसले हाम्रो सेक्सनको टप पनि गरे हो कि बुझेन ऊ रेगुलर कलेज आउने पनि होइन ऊ अलमोस्ट टिकट काटेर गइसक्यो होइन नपढ्ने भनेर सायद उसले त्यो बेला मलाई भनेको थियो त्यो छोडेर गएको हो ऊ सायद ट्रकमा खलासी गर्थ्यो सायद ट्रकमा खलासी या के हुन्थ्यो ड्राइभर हुन्थ्यो ड्राइभरको लागि खलासी त गर्नै पर्यो खलासी गर्नु पर्यो होइन घरबाट चाहिँ अब सबैजना ड्राइभर भयो अब गाडी चला केही न केही काम गर कमा भन्ने त थियो तर मलाई चाहिँ कमाइ भन्दा पनि म केही गरौँ पैसा भन्दा पनि आफू ग्रोथ हौँ भन्ने ऊ खतरा पढ्ने मान्छे हो क्या दाइ होइन खतरा पढ्ने मान्छे अब म केटाहरूलाई ट्युसन पनि पढाउँदै सँगै लाँदै आफै पनि यस्तो मैले जस्तो खतरा छ तर जुन चाहिँ फिल्डमा अहिलेको भइरहेको खतरा त खतरै छ मैले भन्थेँ दाइ मैले भने त जस्तो अब विमलकै कुरा गर्दा त नरिसा जस्तो विमल र ममा कम्प्युटर अहिले पनि सर्टिफिकेट हेर्दाखेरि त्यसको भन्दा मेरो पर्सेन्टेज धेरै नै छ नि त मेरो धेरै छ भनेर त भन्नु खोजेन तर मलाई के लाग्छ भने विमलले धेरै ल्याउन सक्ने मान्छे हो कि तर त्यसले ट्राई गर्दैन कि तर मेरो ह्यान्ड राइटिङदेखि लिएर सब चिज मैले सम्झिन पनि सक्दिनँ तर उसँग मैले पढ्दाखेरि डिस्कसन गर्दै प्रत्येक क्वेसनको एन्सर सोध्थेँ कि उसलाई पनि प्र्याक्टिस भइरहेको हुन्थ्यो मलाई पनि प्र्याक्टिस भइरहेको हुन्थ्यो कि त्यो त हामीले ब्याचलरमा पनि गऱ्यौँ होइन कसरी लेख्ने के लेख्ने के लेख्दा पास हुन्छ नम्बर कसरी हरेक चिजको अध्ययन हुनु पर्यो उसलाई पनि एन्सर दिनु पर्यो म पनि सोधिहाल्छु जस्तो मलाई आउँदैन त आउँदैन सोध्नु पर्यो नि त नआएर त सोध्छ नि आउने भए कसले सोध्छ र होइन मतलब त्यसरी उ भयो कि उसलाई नआउने के ऊ जिरै मानौँ इङ्ग्लिसमा त ऊ जिरै मानौँ के दाइ तर यसरी गर यसरी गर्ने यसरी लेख्दा हुन्छ यसरी गर्दा हुन्छ भने त दाइ जस्तो मलाई इङ्ग्लिस आउँदैन होइन तर म सक्दिनँ आउँदैन भनेर चाहिँ बस्दिनँ थिएँ गर्नु पर्यो आनी हो हुनु पर्यो आफूहरूलाई त मैले ब्याचलर भेटेको भनेको त्यो ब्याचलरकै टाइम हो मिडियामा आइसकेपछि मिडियामा ब्याचलरमा नि राम्रो थियो दाइ उसलाई पनि हामीले हाम्रो दिदी मगर होइन अब हाम्रो गुरु भनौँ म पनि त्यही क्यामेरा फिल्ड बनाउँदाखेरि अब त्यतिखेर म यो भन्थेँ ऊ पनि क्यामेरामा इन्ट्रेस्ट भनेर योमा मैले अर्जुनले मलाई मैले उसले पठाएर अर्जुनको थ्रुबाट अर्जुन दाइको थ्रुबाट निर्मलले अर्जुनलाई भनेर अर्जुनले मलाई भन्यो होइन अनि त्यसपछि मैले ल त्यहाँ खाल्छ त्यो कहानी पनि बडो ठुलो त गइहाल त्यहाँ चाहिँ कसरी आयो चाहिँ थाहा भएन ऊ आयो इन्टरभ्यूको फर्स्ट मलाई एक दिन अहिले पनि झझल्को छ क्या मान्छे जो पढ्नु दाइ सुन्नु अब पहिला कसरी आएँ म भन्छु जस्तो अब के भयो भने हाम्रो सायद सेकेन्ड कोरोना पछि म घर बस्न सकिनँ अनि के गर्ने त अब म काठमाडौँ आएँ काठमाडौँ आइसकेपछि रिसेप्सनमा काम गरेँ नाइट ड्युटी अनि उनीहरूको यसको अङ्कल होला सायद है सन्जोको तिम्रो मामा भनेपछि उसको नाइटमा म 12 घन्टा नाइट ड्युटी गरेर डेमा एल्मुनियमको काम गर्न जान्थेँ 8,000 स्यालेरी थियो त्यता 600-700 आउँथ्यो होइन अब किनभने एडजस्ट त गर्नै पऱ्यो कलेज फी तिर्नु पऱ्यो हिँड्नु पऱ्यो अनि भएन त्यो टाइममा 8,000 जाओ स्यालेरी पनि टाइममा आएन छोडिदिएँ ऊ भर्खर मिडियामा जोइन भएर क्यामेरा बोकेर हिँड्ने भएको म चाहिँ होटेलमा काम गरेर सकेर लाइसेन्स बनाएर अनि मिडियामा जोइन गरेर अब सुन्नु खोजेँ ठ्याक्कै क्यामेरामा दुईजना चाहिँ कसरी सुन्नु न पहिला यस्तो के भयो भने ऊ सायद वसुन्धरा बस्थ्यो होइन ऊ पनि सेकेन्ड कोरोनामा मभन्दा अलि अगाडि आयो अब उसलाई के गर्ने पनि थाहा छैन पहिला सुरु उसले न्यु रोडमा भाँडा माझेर लाइसेन्स बनायो बाइकको ओके अनि त्यसपछि अब केही त गर्नु पर्यो अब विशाल दाई भन्ने हुनुहुन्छ मेरो उहाँलाई भनेर उहाँले सायद क्यामेरा दिएर खिच उसलाई केही पनि स्यालेरी यताउति केही दिए होइन खिच उसले बानेश्वर के अरे वसुन्धरादेखि बानेश्वर आएर हिँडेर है दाइ हिँडेर है यहाँ कसैले पनि भने हिँडेर स्ट्रगल गरेर क्यामेरा स्यामेरा सिकेर यता कुन मिडियामा ऊ जोइन भयो अब म आएँ मेरो मिडिया नभनौँ अलि त्यस्तै धेरै चिजहरू छ ऊ मिडियामा जोइन भयो म यता मेरो काम राम्रो भएन राम्रो नभइसकेपछि लात हानिहालेँ मैले त्यसलाई अब वाट नेक्स्ट भन्ने मलाई चाहिँ हुन्छ है वाट नेक्स्ट त भने अब मैले भने त उसले कुनै बेला मेरो हात समातेर माथि आएको थियो भने अब मेरो पाला आयो अनि उसलाई फोन गरेँ तिमी जा अब म त टाइम फ्री छ नि त मलाई थाहा छैन तिम्रो कहाँ सुटिङ पर्छ म त्यहाँ आउँछु कति बजे भन म त्यतिखेर आइपुग्छु मलाई क्यामेरा सिकाउनु पर्यो अरू केही पनि थाहा छैन सक्यो मैले उसलाई त्यति भनेपछि मलाई चाहियो अब मैले दिनमा भन्थेँ कहाँ सुटिङ छ यहाँ छ भनेपछि म त्यो ठाउँमा पुग्थेँ 26 दिन म त्यसरी हिँडेँ अब काम त गर्नु पर्यो होइन अलिअलि क्यामेरा त चलाउनु अप्ठ्यारो लाग्थ्यो कि अब भाडा छैन हेर्नु कसरी ऊ आउने के गरी आउने न बाइक छ होइन मलाई बोलाउन अप्ठ्यारो लाग्थ्यो तर ऊ जहाँ भने त्यहाँ मजा प्यासन भनेको त्यो हुनुपर्छ अनि टाइम हुनु पर्यो नि त कहाँ छ सुटिङ म पनि सिकाउने मान्छे पनि कस्तो भने ल गर तिमी नै खिच के अनि हो कि भन त बिग्रियोस् तिमी नै अब क्यामेरा त अलिअलि धेरै त आउँथेन फ्रेमिङ अलिअलि थाहा भयो आयो
होइन के अरे फोन गर्यो निर्मल मलाई क्यामेरा सिक्नु छ अनि अफिसबाट त अब दिँदैन क्यामेरा मैले सुटिङमा जानुपर्छ निकालेँ बाहिर ल्याएँ चिया पसलमा ल्याएर के खिच्ने यार क्यामेरा ठ्याक्रै पसलमा ल्याएँ होइन अनि त्यसपछि चिया चिया खाँदै दाइलाई दाइ एकछिन भनेर होइन अब मनिष दाइले थाहा पायो भने त मारिहाल्थेँ न्युज ब्याङ्क त्यहाँनिर थियो अनि त्यसपछि ल्याएर अनि चिया पसलमा आएर त्यहाँनिर छेउमा बसेर क्यामेरा देखाएँ उसलाई यो यसो फ्रेमिङहरू यताउति आइयोस् किन भने अब उसले एकैचोटिमा त बुझ्ने कुरा भएन अनि के हो नि त अब एकचोटि म बुझ्दिनँ भन्ने भयो के हो नि त ल भोलिदेखि यसो गर्ने मिल्यो भने मेरै बाइकमा हिँड्ने होइन मिलेन भने जहाँ सुटिङ हुन्छ म त्यहाँ आउँछु नि त अप्सन त छ नि सिक्नु पर्यो मलाई होइन अब के म उहीसँग हिँड्नुपर्छ किनकि त्यतिखेर उसको 8,000 स्यालेरी थियो त्यो 8,000मै आउन गएर मेरो 18-20,000 कति थियो कि होइन त्यतिखेर त्यो म न्युज ब्याङ्क जाँदाखेरि 18-20,000 कतिखेर मेरो पुगिसकेको थियो अनि कहाँ 8,000 कहाँ पनि नआउने कहाँ 18-20,000मा मैले लेभलमा एउटा मेरो खाना बस्नु पनि त्यहाँ अब न्युज ब्याङ्कै हुने जस्तो भइसक्यो थियो सब थोक अलिकति ठ्याक्क एउटा लेभल त थियो नि त अनि त्यही भएर पनि ल ठिक छ अब मैले तान्न सकेसम्म त अब त्योबाट त उसलाई निकाल्नु पर्यो किनभने मेरो पनि पैसा त्यहाँनिर बाँकी थियो होला आउनलाई समथिङ होइन मेरो पनि फुल्ली आइसकेको थिएन नि त होइन अझै पनि सायद होला अझै पनि त्यो पाएको छ कि छैन कति बाँकी के हिसाब किताब भएन त्यो होइन सक्यो कति लिएर म गएपछि त्यो बुनै भएन अनि त्यसपछि जे जति छ ल विशाललाई सुम्पिदिनु भनेर म हिँडेँ हो होइन अनि हिँडेपछि त्यहाँ कन्टिन्यू गरेर म चाहिँ त्यहाँबाट एक स्टेप अब त्यहाँ म नगर्ने भन्ने भयो त्यो के अरे त्यो भइसकेपछि अब मिडियामा जोइन त हुनु पर्यो होइन ट्र्याक टेलिभिजनमा जागिर आएको छ म घर गएको थिएँ कि टेलिभिजनमा छ जागिर तिमी तुरुन्त त्यहाँ जानु पर्यो भन्यो अब जस्तो अब हामीले टिभीमा काम गर्छौँ त्यो टिभी भन्ने जस्तो लाग्छ होइन आम मान्छेलाई कस्तो लाग्छ भने ओहो यो त टेलिभिजनमा काम गर्छ टाइपको हुँदो रहेछ कि त्यो बेला मलाई पनि त्यही भएको थियो ओहो टिभीमा अब 26 दिन त सिकेको छ म केही आउँदैन टिभीमा काम गर भन्छ होइन यार म त लिटरली मैले यही ओडोले कि होइन यसो अनलाइनमा काम गरौँ अनि पछि मात्र टिभीमा जाउँ भने मैले कहाँ पाएको काम छोड्ने यार जाउँ न भन्यो सरक्क आएँ म 26 दिन खिच जानेन भने रिजेक्ट भयो भने त्यहाँ कहाँ लिएन भने लिएन नि अर्को ठाउँमा ट्राई गर्ने भन्दै पाउनु न कति हतार गरेर होइन जाऊ भयो अब त्यहाँ भएन भने अनि अनलाइन हेरौँला त्यहाँ जाउँ न अहिले कुरा गरिसकेको छ भने अनि सरलक्क म घरबाट सिधै चाबेल आएँ मामाको नम्बर दिएको थियो उसले मामा म यहाँ आइपुग्यो भने माथि आऊ यति तलमा यहाँनिर भने फर्स्ट टाइम त्यो सोखिमको त्यो अगाडिको रिसेप्सन छ नि म त सातो पुत्लो गयो यार सुन्नु पढ्नु न सातो पुत्लो गयो अब त्यो कहिले देखाएको छैन क्या दाइ अहिले पनि नयाँ मान्छेलाई लिएर जानुभयो भने त्यो मान्छेहरू सक पर्छन् कि यत्रो अफिस हुन्छ र टाइपको होइन छक्क पर्छन् त्यो जुन तपाईँको हाम्रो त्यो यो टेलिभिजनको त्यो छुट्टा छुट्टै डिपार्टहरू छ यता छ होइन त्यो मान्छेहरू नयाँ मान्छेहरू तिनीहरू सबैजना कतिले भन्दैनन् होला तर मान्छेहरू छक पर्छन् ओके अफिस जस्तो छ कि अफिस मतलब त्यो त मैले देखाएको थिइनँ नि त होइन किन भन्दा मेरो नजरमा कहिले छैन त्यो टिभीमा कस्तो छ ठुलो देखियो होइन अब त्यहाँ कोही चिने छैन एकजना कोही पनि चिने छैन क्या दाइ त्यो मामालाई भेटे मामाको नम्बर छ मामालाई भेटे पनि छैन को मामै थाहा छैन अब कस्तो भर्खरको मामा हो कि बुढो मामा हो कि होइन नाम भन्ने चाहिँ त्यो हो त्यो त्यस्तो रहेछ मलाई त्यो पनि थाहा थिएन कि त्यो सबैले अनि सोखिमलाई गएर मामाले बोलाउनु भएको भने अनि क्यामेरालाई हो होइन को मामा भनेन क्यामेरालाई हो भने हो भने त्यहाँ गएर बस्नु भने बसेँ 1 घन्टा सायद तपाईँ नै थियो त्यो क्यामेरा बोकेर हिँडेको 1-1.5 घन्टा भइसक्यो बसेको एकजनाले रिसिभ गर्दैन है त्यहाँ अन्धकार वाइफाई पनि छैन अनि त्यो तपाईँहरूले भर्खर त क्यामेरा लिएर गएको थियो त्यो सेटअप गरेर सुटिङ सकेर भित्र आउँदैन अझै तिमी यहाँ छौ भने होइन त हो यो मान्छे लिटरली अब त्यहाँदेखि मलाई कस्तो भयो भने ऊ आएर बसेको थियो अब त्यो टाइममा म पनि दिवदाई हाम्रो लिडर थियो होइन म त पहिल्यैदेखि नै उहाँलाई मानिरहेको रेस्पेक्ट गर्छु उहाँबाट चाहिँ सिकेँ मैले पनि अब एउटा मेरो जर्नीमा हुँदाखेरि अनि त्यसपछि मान्छे देखिरहेको रिसेप्सनमा बसिर झोक्राएर घोसे मुन्टो लाएर बस्छ नि लाएर साइलेन्ट बसेँ हेलो भाइ के को लागि क्यामेराको लागि आएको त्यति हाम्रो डिमान्ड थियो क्यामेराको लागि आएको हो भने अब त्यहीँ समथिङ केही सुटिङमा हामी बिजी थियौँ यता प्रोग्रामको लागि सत्यसम्म थियो त्यतिखेर मलाई याद छ त्यसरी हामी त्यहाँ बिजी हुन्छ एकछिन बस्दै गर भनेर हामीले निस्क्यो अब उसलाई त बिचराले 1 घन्टा बस्दैछन् त्यो प्रोग्राम सकिसकेपछि अनि त्यसपछि बल्ल बोलाए एक्चुअली बोलायो इन्टरेक्ट भयो क्यामेरा कहिले चलाएको छ त्यो क्वेसन सोध्ने त्यही त हो नि अब यस्तो यस्तो हो उसको होलीको अगाडि दिन है 1 दिन अगाडि होलीको 1 दिन अगाडि म राम्रोसँग याद छ
त्यो टाइममा हामीलाई प्रेसर थियो क्या, होलीको लागि लाइभ छ, लाइभ छ त्यहाँबाट क्रु मेम्बर छैन हेर लकी है। अब उसले उसको खुबी हामीले थाहा पनि छैन नि छैन त। छैन त्यो त भर्खर थाहा भयो नि त, 26 दिनमा फात्तो कुद्दै खिचेको रहेछ थाहा भयो। अनि अब भोलि होलीको लागि हामीलाई मान्छे चाहिनिसक्यो, हाल्नै पर्ने छ, मान्छे छैन। 4-5 होलीमा त 4-5 क्यामेरा युज हुन्छ, 2 जना कि 3 जना छौँ हामी, दुई जना छ भनौँ, कसरी भ्याउने? ए होइन 3 जना अविष्ट दाइ पनि थियो, 3 जना थियो होला, अविष्ट 3 दाइ जना थियो। थियो, अब कसरी भ्याउने भन्ने भयो। अनि ठ्याक्क मभन्दा अगाडि रविन्द्र दाइ रहेछ आएको, भर्खर सँगै जोइन भयो। अर्कोले जोइन, एकचोटि 2 जना जति जोइन गरे होला। अनि त्यसपछि होइन राख्ने भने दिउ दाइ र मेरै कुरा सल्लाह हुन्थ्यो, होइन राखिदिउँ दाइ, अब आएकोलाई किन फुत्काउनु। होइन त्योभन्दा अगाडि त मलाई विक्रम सर भाठामा लानुभयो, के पढायो कसो पढायो, जर्नलिजम पढायो, यति दिन हामीलाई चाहिँ प्लस पोइन्ट के भयो भने जर्नलिजम पढेछ भन्ने भयो। त्यसरी दिव्य दाइ र म जर्नलिजम पढेको पनि होइन, मतलब भन्यो थियो क्या हाम्रो चाहिँ। यस्तो हो, पढाइले काहीँ न काहीँ मतलब हुन्छ नि त, ला तँलाई पैसा ला भनेर पढाइले दिँदैन, तर काहीँ न काहीँ पढाइले एउटा चाहिँ बलियो खम्बा बनेर चाहिँ बसिदिन्छ कि। होइन हामीलाई त्यतिखेर भनेको थियो जर्नलिजम पढ्छ ठिक हुन्छ, उसलाई नलेज हुन्छ नि त, नलेज हुन्छ, किनकि जर्नलिजम पढे मान्छेलाई त ठ्याक्कै त्यही फिल हो नि त, उसको त न्युजको बारेमा धेरै कुरा थाहा हुन्छ, कहाँ के भइरहेछ, कस्तो गर्नुपर्ने एङ्गलहरू त हामी सिकाउने हो, खिच्ने त हामीले भन्ने हो नि त, कसरी खिच्नुपर्छ, के तरिकाहरू हुन्छ, अब के होला यसपछि के होला, यस्तो हुनसक्छ भन्ने हामीले चाहिँ भन्ने हो। अब भने चाहिँ जर्नलिजम पढेछ उसलाई राखौँ आजदेखि राखिदिउँ भने। अब एउटा कमी थियो टेलिभिजनमा, त्यही हो लाइसेन्स बिना अलिकति राख्दैन थियो प्रायःले, किनभने अब एउटा क्वेसन मात्र थियो कि के भाइको लाइसेन्स आइज भनिहाल्यो, होइन आइज भन्यो भने अब त्यो चिजलाई नि हामीले त म्यानेज गर्नु पर्यो, किनभने हामीसँग आउटडोर फिल्म प्रोग्रामिङहरू पनि थियो, टन्नै थियो त्यतिखेर, प्रोग्रामहरू टन्नै थियो। अनि बाहिर फिल्डमा जानेहरूलाई पनि 2-3 जना अरू बाइक हुनेहरू थियो। त्यसमा चाहिँ हामीले के सोच्यौँ भने त्यो बाइकमा आएको सुटिङहरू रिपोर्टिङहरू चाहिँ हामी ह्यान्डल गरौँला, तर प्रोग्राम बेसिसहरूमा चाहिँ उसलाई फोकस गरेर राखौँ, किनकि प्रोग्राम बेसिसलाई भाइले राखिदिउँ होइन। अनि त्यो माइन्डले चाहिँ हामीले एउटा माइन्ड सेटअप गरेको थियो कि त्यतिखेर। अनि हुन्छ राखौँ, पछि हुँदै गएपछि लाइसेन्स पनि निकाल्छु त भनेको थियो हामीले होइन। अनि त्यसपछि राखिदिउँ। अर्को कुरा, अनि हाम्रो अफिसमा त बाइक थियो होइन। अब कहिले काहीँ उसलाई पनि उसलाई आफै भित्र इन्ट्रेस्ट जागिसक्यो क्या, फिल्म ड्युटी जोइन भइसक्यो, काम गर्न थालिसक्यो, बाहिर सुटिङहरू प्रोग्रामिङहरू जाँदा हामीले गर्ने भइसकेको छ। अब उसलाई त्यो बाइक पनि लाइसेन्स निकाल्नु छ, अब उसँग त थिएन नि त बाइक, त कहाँबाट चाहिँ अफिसियल बाइक। अब हामी सुटिङ जाँदाखेरि कहिले कहीँ मार्केटिङको जाँदाखेरि सिङ्गल क्यामेराहरूमा त पठाइराख्दाखेरि उसलाई पनि लिएर जान्थ्यो क्या। अनि बाइक कसरी चलाउने अहिले कहिले काहीँ दिइदिन्थ्यो हामी। अब त्यो अफिसियलले थाहा नभए पनि अब हामी यहाँ जागिर जाला है दाइ तपाईँको, अहिले त प्रोड्युसर रङ गरे भए पो हो त, मिस्टेक त भएको छैन, अफिसकै लागि हो, अफिसको लागि गऱ्यो हामीलाई फाइदा हुन्छ, उसले पनि सिक्न पाइयो। त्यो भनेपछि उसले त्यो गर्दा गर्दै त्यहीँबाट सुटिङ जाँदै उसले बाइक चलाउने हात बसाएर एक दुई चाहिँ त ड्राइभिङ सेन्टरमा पनि पुऱ्याइदिएँ, हामीले सिकायौँ। किन बाटो पऱ्यो अब त्यो टाइममा सुटिङ होल भएपछि, अनि त्यो टाइममा हामीले त ड्राइभिङ सेन्टर फ्री हुन्थ्यो, 1-2 राउन्ड हानेर अब यसो भने सक्छ निकाल भन्ने भयो। जस्तो कस्तो हुँदो रहेछ भन्दा मलाई चाहिँ के हुन्छ भने रहर भन्दा पनि इम्पोर्टेन्ट चाहिँ जरुरतको कुरा हुन्छ मेरो चाहिँ धेरै जस्तो होइन। त्यतिखेर तिम्रो तयारी गरिसकेपछि उसको हार्डवर्किङ गर्ने समस्याहरू त्यो भोगेको त्यो टाइपको देखिन्थ्यो कि उसको फेसियलमा। जस्तो मैले त्यहाँ जस्तो विमल आउँदाखेरि विमलको लागि म थियो नि त, त्यसलाई स्पेस बनाउनै परेन कि होइन। सुन न मेरै कुरा सुन न, म सुनाउँदैछु कि जस्तो विमललाई गाह्रो भएन कि विमलको लागि म थिएँ होइन। जस्तो अब ल ओके त्यहाँनिर आइज त भन्यो होइन, अब त्यहाँको क्यामेरा त टोटली डिफ्रेन्ट छ। मैले चलाएको कहाँ यहाँ काँदा राखेर सिकेको होइन, काँदा राखेर सिकेको, त्यहाँ साला अर्कै क्यामेरा छ यार, डिबी दाइले खिच भने अहिले के खिच्ने त्यो, अब एउटा के टेबल त्यो पेन कि समथिङ कप के राखेर ल यसलाई 20वटा एङ्गल खिच्ने होइन। तर आइडिया त थियो मलाई, उसले भनेको थियो कि मैले वाइड मिड क्लोजदेखि हरेक त्यो चाहिँ प्यान्टी सब खिच। मलाई मेन कोर चिज चाहिँ न्युजमा यो चाहिन्छ भनेर मैले उसलाई दिइसकेको थिएँ कि दाइ, यति भयो भने चाहिँ तिमीले न्युजमा जे भने वाइड मिड क्लोज सर्टको यताउति चाहिँ भनेको थियो कुरा। हामीलाई पनि म पनि त्यहीबाट सिक्दै आयो। मलाई हाम्रो गुरुले पनि त्यस्तै सिकाउनु भयो। अब मेरो गुरु भन्नाले अब क्यामेराको फेसमा मैले टेलिभिजन जोइन गर्दाखेरि माउन्टेनबाट गरेँ हो, माउन्टेनमा ट्रेनिङ एउटा राखिदिनु भयो, मलाई बोलाउनु भयो, मेरो देनिस रजक भन्ने मामा र अनि त्यहीँको माउन्टेनको चिफ सचिन भन्ने हुन्थ्यो,
दुईजना उहाँ हाकिम र कोर्डिनेटर हुनुहुन्थ्यो। उहाँहरूले अफर राख्नुभयो, मलाई पनि क्यामेराको इन्ट्रेस्ट थियो होइन। त्यसो जोइन भएर उहाँलाई गुरु भन्छु। त्यसपछि पनि गुरु भनेको दिउ दाइ हो। अनि त्यसपछि टक्क क्यामेरा हाम्रो थ्योरिटिकल प्र्याक्टिकल दुइटै भयो। अनि सुन्नु न, त्योभन्दा अगाडिको मेरो पार्ट त सुन्नु पर्यो नि। तिम्रोमा ब्याक हुन्छ नि, त्यो जुन चाहिँ तिम्रो सर्ट खिच भन्यो नि, त्यो च्यालेन्ज हामीलाई पनि दिएको थियो क्या। एउटा कप राखेछ, क्यामेरा दिएछ, भाइ अब यसलाई तिमीले 15वटा सर्ट खेलाएर मलाई फुटेज देऊ, 15वटा सर्ट भयो नि तिमी पास, तिमीलाई क्यामेरा जस्तो पनि ह्यान्डल गर्न सक्छ भन्ने भयो। त्यो 15वटा एङ्गल के खिच्ने, एउटा कप छ कहाँ खिच्ने के गर्ने दिमागमा। तर यो इजी चाहिँ इजी नै हो होइन, धेरै गाह्रो होइन। तर नर्मल मान्छेहरूलाई एउटा कप दिएर यसको 20वटा सर्ट खिच भन्यो भने सक्दैन, आइडिया आउँदैन होइन। अब तर मलाई त थियो 5-7वटा त खिचिदिइहालेँ होइन। अनि त्यति भइसकेपछि ल ओके, स्यालेरीको कुरा भयो। अब मेरो स्यालेरीको एक्सपेक्टेसन साँच्चीकै भन्नुपर्दा आजको दिनमा चाहिँ भन्नुपर्दाखेरि 18,000को एक्सपेक्टेसन थिएन मलाई। पहिल्यै 14-15 हजार होला बढी भए भन्ने हिसाबमै थियो। मलाई 8,000 खाइरहँदा 15,000 भन्ने ठुलो कुरा हो मेरो लागि होइन। तिमीले 15,000 सुरु गर्यो होइन 18मा। अनि ल अब के कुरा भयो भन्दाखेरि विक्रम सर, ल ठिक छ तिम्रो स्यालेरी चाहिँ 18,000 हुन्छ होइन, 1 हप्ता ट्रायल हुन्छ भनेर सोध्नुभयो। सोच्नै परेन कि दाइबाट, ओके हुन्छ डन, कहिलेदेखि आउने, भोलिदेखि आऊ न, हुन्छ कहाँ आउने यहाँ, किनभने भोलिबाट हाम्रो होली थियो। अनि के भयो भन्दाखेरि कहाँ आउने भनेको, यहाँ आऊ भोलि लाइभ छ यहाँ आऊ, आएँ आउन होइन। अब एकजना मान्छे कोही चिनेको छैन, न क्यामेरा चिफलाई चिनेको छ, न काम लाउने मान्छेलाई चिनेको छ, केही छैन। अब काम पनि अराउँदैनन् है। अब मतलब त्यो क्यामेरा पनि अर्कै छ के छ। अब म त वाल पर बसेको छु। हामीले पनि थाहा भइसक्यो थियो नि त कसरी आएको भनेर थाहा भइसकेछ। अब उसलाई ग्रो अप गराउन त हामी सेटअप गर्थ्यौँ। तिमी क्यामेरा भएर जति मान्छे देख्छ घाममा टटार राखेको छ क्या, फेरि एउटा ऊ राखेको छ होइन, त्यो स्ट्यान्डमा राखेको छ, त्यो के टेबल माथि स्ट्यान्ड छ, त्यो घाममा मरिकन त्यो कालो मान्छे झन् कालो हुने गरी टट्टाएर राखेको छ। उनीहरू शीतल गरेर बसेका छन्। त्यही हो होइन, बाठाहरू कालो मान्छे झन् कालो भएको न, पानी खानु मन लाग्यो भने भनेको छैन है। अब होलीको दिनमा त्यति बोल्दैन नि त, अब के समस्या भन्ने मनी गएको थिएँ एकछिन त मनी आइडिया केही कोर्डिनेट यसरी गर यो सपोर्टको लागि चाहिँ यसरी हुनसक्छ, यो भने यसरी खिच, वाइडमा राख्छ, तिमीलाई क्लोज दिँदैन, दियो भने पनि तिमीलाई चाहिँ अडियन्स खिच्न दिएला, यसरी खिच भनेर मैले उसलाई त्यो सिकाइरहेको। मलाई यहाँ हेर है, उनीहरू मजाले होली खेलिरहेछन् फेरि टी सर्ट लाएर, म टी सर्ट लगाइरहेको छु, मलाई एकजनाले आएर कलर दलिदिँदैन है। न मेरो कोही साथी छ न मलाई। अब यहीँ उभिएर जस्तो म टेबल माथि छु, यहाँ क्यामेराम्यान अर्को उभिरहेको छ होइन, उसलाई सरलाई आएर कसैले कलर लगाइदियो, मलाई पुलुक्क हेर्छ नि जान्छ, अर्को आउँछ त्यही गर्छ, पुलुक्क हेर्छ जान्छ कि। मलाई त कसैले कलरै लाउँदैन भने आला होली खेल्न मन लाग्यो। थिएन होला तिमीलाई, कसैले चिनेकै छैन, देखेकै छैन। अनि सिधै आएर क्यामेराको ट्राइपमा टेबलमा बसिरहेको छ। चिने मान्छेलाई होली लाउने कुरा नै भएर भएन नि। उसको जर्नीबाट थ्रुबाट तिमी भेट्यौ होइन। त्यसपछिको पार्ट भनेको हाम्रो विमल होइन। विमललाई पनि जस्तो तिमीले उसलाई गर्यौ, विमललाई त धेरै सजिलो। विमललाई त मैले चाहिँ फेरि विमललाई पनि उसले तिमीले पनि पुस गरिरहेको थियो। अब मैले त उसँग मात्र फेस टु फेस भयो। विमललाई तानेको त कसरी भने दाइ, जस्तो मलाई त मैले के गर्ने मलाई थाहा थिएन नि त त्यो टाइममा होइन। विमललाई ताने उसले मरि हत्या गरेर के छोडिदिउँ न छोडिदिउँ मरोस् त्यो भने मान्दैन। होइन यार विमल हो होइन, यस्तो हो क्या दाइ, सुन्नु न। जस्तो मेरो के भयो भन्दाखेरि मैले रिसेप्सन, अब टुरिज्ममा केही पनि थिएन, अलमोस्ट डाउन नै थियो, लकडाउन खोलेपछि नि। अनि के भयो भन्दाखेरि मैले मिडियामा काम गरिसकेपछि मान्छेहरूले हेर्ने नजर पनि डिफ्रेन्ट भयो कि। जस्तो व्यवहार गर्थेँ पहिला मलाई त थाहा हुन्छ नि त, कुन मान्छेले जस्तो निर्मलले अहिले कस्तो व्यवहार गरिरहेछ, पहिला कस्तो गर्थ्यो भन्ने त थाहा हुन्छ नि। मिडियामा काम गर्ने बित्तिकै हेर्ने नजर र गर्ने व्यवहार फरक भयो कि होइन। अनि मलाई के लाग्यो भन्दाखेरि मैले सिकिसकेपछि मेरो साथीले पनि सिक्नुपर्छ जस्तो लाग्छ मलाई। स्टिल आज पनि त्यो लाग्छ, भलै नगरोस् होइन। मलाई जस्तो मैले जे गर्छु मेरो साथीले त्यो गरोस् भन्ने मतलब सक्ने त भन्ने हो, मैले नसक्ने कुरा मैले गर्न सक्दिनँ। अनि ओके ल विमलले पनि सिक्नुपर्छ भन्ने भयो होइन। मैले जस्तो मैले के गरेँ, जहाँ सुटिङ छ म त्यहाँ पुगेँ नि। होइन त्यतिखेर हाम्रो के मिस 10 को के को लाइभै थियो, त्योभन्दा अगाडि उसँग हिँड्या हो कि विमलसँग। तिमीले चाहिँ विमललाई चाहिँ त्यहाँ भेटाऊ हो होइन, किन त्यो टाइममा लाइभ थियो। लाइभमा मैले गएको त्यहाँ रिक्वेस्ट गरे
दाइ मेरो साथी छ विमल भन्ने, उसलाई पनि क्यामेरा अलिअलि चलाउँछ, उसलाई जागिरमा राखौँ न दाइ होइन, यस्तो हो बोलाउँछु नि त, बोलाउँ न। त्योभन्दा अगाडि के भयो भन्दाखेरि अब जस्तो मेरो त त्यहाँ कोही चिने छैन नि त, म त त्यहाँ सर्भाइभ हुनु पर्यो, टिक्नु पर्यो नि त। म त्यहाँ टिक्न सकिनँ भने त म त फेरि काम छैन। अब मैले के गरेँ भन्दाखेरि त्यहाँ मैले भनेको कुरा मेरो नाइ हुँदैन थियो कि सुरुमा। फेरि उसको फेरि कहानी अलग छ फेरि। हो ल हो कि भन्नु नि भनेको कुरा नाइ हुँदैन, किनभने अब जस्तो त्यो हुने चाहिँ के हो, अब त्यहाँनिर पाँचजनामा 3जना मेरो साइडमा भयो कि, अब डिबी दाई मेरो साइडमा आइहालेँ। अब मेरो लाइसेन्समा हुँदा र जतिखेर नि दाइसँग हिँड्ने हो म। अब जस्तो के भयो भने मलाई त सजिलो काम हुने भयो, स्टुडियोमा कलाकार भेट्ने टक्क लाएर होइन, सजिलो गाडीमा कारमा हिँड्ने सर लाएर। अब खाजा खाने लाग्थ्यो कहिले निखिलप्रति कहिले को सेलिब्रेटीहरू भेटाएको अब केटाहरूलाई जेलस भयो हेर। अब के दाइसँग कुरा मिलेको, डिबी दाइले जे भन्यो त्यो मेरो नाइ हुन्न थियो, लाइसेन्स थिएन मलाई, ल जा सुटिङ त जा भन्न नमिल्ने। अब जो इन्टरटेनमेन्टमा गइसकेपछि खाजा पनि मिल्ने टक्क। अब त्यो स्ट्यान्डर्ड लेभलको मेन्यु भएको केटाहरू मरिकन घाममा चाहिँ क्यामेरा खिचेर आउने, मलाई डा गर्न पनि नसक्ने। अब किन भन्दा मेरो लाइसेन्सै छैन होइन त्यस्तो थियो। अनि त्यहाँबाट यसो उसो गरेर हाम्रो साइडमा भयो 2जना सिनियरहरू। त्यो हुने बित्तिकै के भने एकजनाले छोड्ने कुरा भयो। अनि मैले तिमीलाई विमललाई पुस गरिरहेको थिएँ तिमीलाई र त्यसलाई प्रेसर दिएर। अनि त्यो भइसकेपछि अनि ल विमललाई चाहिँ यहाँ ल्याउनै पर्छ, त्यो मेरो घमण्डमा हो कि, सायद आउँदैन थियो होला मेरै घमण्डमा। मैले डिबी दाइलाई नि मेरै साथी आउँछ है दाइ कुर्छ बरु यहीँ मैले उसको कुरा हार्न नसकेर विमललाई ल म सिकाउने बाइकमै लिएर गयो, बाइकमा लिएर हिँड घर जाने, आफूले पिकअप गरेर बाइकमा लाने। यस्तो है विमललाई ऊ चाहिँ फेरि त्यसरी आउँदैन थियो। विशाल चाहिँ आफू आउने, उसलाई लिएर जानु पर्यो। आज अझ भ्याउँदिनँ यार, म आज जान्न है टाइपको थियो। पहिलेदेखिको बानी थियो क्या भ्याउँदैन भन्ने। अहिले त छ, मैले अहिले त मान्छु यसको भ्याउँदैन भन्ने बानी होइन, त्यो टाइममा पनि भ्याउँदैन भन्ने थियो। आज म जान्न टाइपको। जस्तो कस्तो भने मलाई जरुरत थियो, मैले सिकेँ दाइ होइन, जसरी पनि सिक्नै पर्ने थियो। मेरो मलाई चाहिँ के लाग्छ भने अलिकति मान्छेले हेर्दा घमण्डी टाइपको पनि देखिन्छ होइन, तर हुँदैन नगर्ने, बरु गरिसकेपछि हुनै पर्यो कि। पहिला मतलब म सबैलाई यही भन्छु, पहिला सुरु त्यो अरूलाई भन्नुभन्दा अगाडि म अप्लाई गर्छु नि त। र मैले गरेको चिज आजसम्म भएको पनि छ कि दाइ, भएको पनि छ कि। त्यसपछि विमल आयो, विमललाई पनि त्यसरी नै इन्टरभ्यू भयो। त्यो एउटा प्रोग्राममा लाइभमा बोलायो, ल आऊ लाइसेन्स छ भने ऊ त त्यो आएको दिनदेखि सुटिङ गइहाल्छ। अनि उसको सर्ट्स एङ्गलहरू चाहिँ अलिकति डिफ्रेन्ट देख्यो क्या, क्विक देख्यो। अनि यस्तो हो नि त दाइ, उसले पहिला सुरु ऊ प्रोग्राम खिच्नेमा थियो होइन, जस्तो टिभीमा काम गरे होइन नि त। उसले प्रोग्रामहरू खिच्ने नलेज उसले दियो, रिपोर्टिङ कसरी गर्छ भन्ने नलेज मैले दिएँ कि, बुझ्नुभयो नि। क्विक त्यही भएर भएको कि। अब ऊ रुममा अनि त्यहाँ जस्तो मलाई आएर त्यहाँ ठाउँ योमा आएर ठाउँ बनाउनु परेको थियो नि त होइन। यो मान्छेले काम गर्छ होइन, यो मान्छे ठिक छ भन्नलाई मैले प्रुभ गर्नु पर्यो नि त। त्यो चिज त मैले त्यहाँनिर मेरो जिम्मा जस्तो यो मान्छेले खिच्छ, यो मेरो मान्छेले खिच्छ गर्छ भन्ने हिसाबले मैले मेरो घमण्डले लिएर आयो नि त। र त्यसले गरे पनि सुटिङ हुँदा नि यसले यो विमलले खिच्छ, यसले विमललाई पठाउँ भन्ने टाइपको थियो यो मान्छे फेरि, किनकि उसको ग्रोथ होस् भन्ने पठाइदियो होइन। अनि यिनीहरू दुईजनाको ट्युनिङ र दिउ दाइ र मेरो ट्युनिङ फरक थियो कि ठ्याक्कै। दुईजना भाग भयो नि त, यिनीहरू दुईजना साथी भयो, हामी दुईजना लिडर भयो टाइपको भयो। अनि एउटा चाँडै जाउँ भन्दाखेरि अर्को पनि पछि लाग्ने थियो। अफिसमा त्यसरी मिल्दैन थियो। रिजन मलाई थाहा छ होइन, किन कति चाँडै जाने। यस्तो हो मतलब अब जस्तो अलिकति टाइम भइसकेपछि दिउ दाइ पनि फ्रेन्डली भइहाल्यो होइन, सेयरिङ हुने भयो। के थियो भने मेरो लभ परेको थियो। अब यहाँ बानेश्वरमै काम गर्थ्यो उसले। अब ऊ लगभग 6 बजी निस्किन्थ्यो भनिसकेपछि म चाबेलबाट टेम्पो चढेर आउनु त 5 बजी निस्किनु पर्यो। अनि बरु सुटिङ पहिला जाने होइन, लामो समयको सुटिङ गर्ने, चाँडो निस्किने। फर्स्टमा जो पहिले सुटिङ भयो उसलाई चाँडो टाइपको थियो। जस्तो डिबी दाइले जे होस् होइन, त्यो क्यामेरा डिपार्टमा मलाई प्रायोरिटी दामी दिन्थ्यो दाइले, सही प्रायोरिटी दिन्थ्यो भने त, सही प्रायोरिटी दिन्थ्यो मलाई। ल भाइ जा भने अब त्यहाँबाट सरक्क म अनिखेर गर्लफ्रेन्ड भेट्नलाई यहाँनिर बानेश्वर आउँथेँ। म यहाँ आइसकेपछि विमल पनि निस्किन्थ्यो। त्यो बाइट लिने मान्छे त्यहाँ झगडा हान्न थाप, तैँले हिजो लिएको होइन मैले आज लिएको होइन टाइपको झगडा भयो। विमल विशाल गइसकेपछि त विमल जान खोज्यो भने त यसले कहिले लिएर जान्छन्। त्यतिखेर चाहिँ दाइ विमललाई पनि लान्छु, विमल पनि केही छैन नि दाइ विमल लान्छु भन्ने साथी हो नि त, साथी हो। किनभने त्यो सर्कलमा यिनीहरूको ग्रुपिजम थियो। अनि त्यसपछि म चाहिँ अनि पछि यिनीहरूसँग पछि भयो क्या यिनीहरूको सर्कलमा चाहिँ। अनि ग्रुपहरूमा इन्भल्भ हुन थालेँ, इन्जोयमेन्ट हुन थाल्यो। त्यसरी नै ग्रुमिङ भएर हामी
अघि बढे त भने होइन अहिलेसम्म पनि बन्डिङ त छौँ हाम्रो पनि तिमी त छँदैछौ नि होइन यस्तो हो कि हाम्रो यस्तो एकछिन विमलको कुरा काटौ न होइन कुरा काट्ने त ठिक छ होइन तर हाम्रो यो सेगमेन्ट चाहिँ धेरै आफ्नो स्ट्रगलको मात्रै भइरहेको होइन अब अर्कोतिर घुमाउने चाहिँ पहिले यस्तो हो होइन अनि म क्वेसन उठाएर सुन्नु न दाइ अब जस्तो कस्तो हुन्छ भने नर्मलमा जस्तो रविन्द्र दाईकै कुरा गरौँ न ल दाइ हामी युकेमा भेट्छौँ लन्डनमा होइन चिया खान्छौँ कफी खान्छौँ युकेमा भेट्छौँ है यसको पनि छ नि त जस्तो रविन्द्र दाईको लागि यो टिममा आउनु त्यति धेरै स्ट्रगल गर्नु परेन होला कि सुन्नु न जस्तो मेरो कुरा गर्नुहुन्छ भने सन्ध्याको पनि कुरा आइहाल्यो सन्ध्या छक्क पर्यो जस्तो मैले के काम गरेँ मैले किचनमा काम गरेँ सुरुमा ठमेलमा छिरेर त्यसपछि म म्यानेजरसँग हिँडेँ त्यसपछि टुरिज्ममा एज अ पोटरमा एज अ पोटर काम गरेँ त्यसपछि गाइड काम गरेँ त्यसपछि मैले होटेलमा नाइट रिसेप्सनिस्टमा काम गरेँ हाउसकिपिङ पनि गरेको छु मैले त्यसपछि आएर मैले के गरेँ गाइड गरेँ भने है एल्मुनियमको काम गरेँ उसको मामासँग होइन टिभीमा काम गरेँ अहिले आज आएर क्यामेरामा चलाउँछु भ्लग बनाउँछु एडिटिङ गर्छु दाइ होइन जस्तो नर्मल मान्छेहरूको अलिकति ल ठिकै खालको जस्तो रविन्द्र दाईको लागि यो सबै कुरा नर्मल हुन्छ कि पठाउ पनि गर्छु मैले म आफ्नो दममा बाइक किने हो होइन मैले घरमा पैसा ल म बाइक किन्छु चढ्छु भनेर किने होइन मतलब मैले लाइसेन्स निकाल्दाखेरि म बाइक चलाउँछु भनेर निकाले नि होइन त्यहाँ जरुरत पऱ्यो दाइ होइन कस्तो सिचुएसन आइसक्यो भने विशाल चाहिँ रुममै बसिराख्ने इन्टरटेनमेन्ट मात्र जाने हामी मात्र काम गर्ने भन्ने टाइपको कुरा आइसकेपछि त च्यालेन्ज त दिनु पऱ्यो नि त मैले पनि त्यही हिसाबले जरुरतको हिसाबले निकाले हो अब त्यो सम्झिँदाखेरि त्यो जस्तो मैले ट्रेकिङमा त डिफ्रेन्ट कन्ट्रीको मान्छेहरू भेट्छ नि त एउटा जर्मनीको केटी भेटेको थिएँ मैले कुरा गर्दै गयौँ पुनिलबाट एबिसी जाँदै थियौँ हामी दुईजना केटी उनीहरू ऱ्यान्डमली घुम्न हिँडेर रहेछ +2को मतलब त्यहाँ चाहिँ हाई स्कुल भन्दो रहेछ हाई स्कुल सकेर ल अब हेरौँ न डुलौँ भनेर हिँडेर रहेछ तिनीहरूसँग कुरा गर्दै गइसकेपछि त्यो केटीहरू छक्क पऱ्यो कि जस्तो तिनीहरूको र मेरो एज धेरै डिफ्रेन्ट रहेन रहेछ अनि ट्रेकिङ गरेर कति भयो भने अलमोस्ट 9-10 वर्ष भयो भन्दा छक्क पऱ्यो कि अनि हेर मैले भने नि त मलाई चिनाउँदाखेरि म यस्तो मान्छे हो जर्नलिस्ट हो क्यामराम्यान हो होइन म पार्ट टाइममा यो काम गर्छु भन्दाखेरि तिनीहरू चाहिँ जस्तो नेपालमा तिनीहरू सक भयो कि यतिको एजमा यतिको एक्सपिरियन्स चाहिँ कसरी हुन्छ मान्छेसँग भन्ने हिसाबले कुन एजमा सुरु गरिस् भनेर टाइपले सोधेको थिएँ कि अब धेरै जस्तो विमलको केसमा यो विमल यो टिभीमा आउनु नर्मल कुरा हो कि इजिली आयो कि अनि जस्तो मैले ट्रेकिङ गाइड म गाइड गर्छु भनेर गरेँ होइन मिडियामा म क्यामेरा चलाउँछु भनेर चलाएको होइन बाध्यता दाइ पेट पाल्नलाई नै हो होइन रिसेप्सनमा म रिसेप्सनिस्ट हुन्छु स्टिल आज म युके जाँदैछु दाइ इङ्ग्लिस मेरो राम्रो छैन कि तर मलाई थाहा छ म मजाले इङ्ग्लिस भनेको भाषा हो दाइ भाषा इज जस्ट त्यहाँ बोल्दै गएपछि आफै जानिन्छ त्यो अटोमेटिकली हुन्छ कि जुन मारुमा तिमी जस्तो म सानैदेखि भाइहरूले भयो नि इङ्ग्लिस त्यो इन्डियामा बोल्ने इङ्ग्लिस जस्तो भन्यो नि होइन मलाई त्यो मैले बोलेको छु नि त मैले अबको 2 वर्षपछि भलै भाइ तिमीहरूले भलै राम्रो बोल्दौ तिमीहरूले होइन सुन यिनीहरूले भलै राम्रो इङ्ग्लिस बोल्ला होइन तर मैले धेरै देशका मान्छेहरूसँग इङ्ग्लिस बोलेर हिँडेको छु कि चाइनिज बोल्छ होइन थाई बोल्छु चाइनिज बोल्छु इङ्ग्लिस बोल्छु हिन्दी बोल्छु नेपाली 5वटा त ल्याङ्ग्वेज भइसक्यो भाइ मसँग होइन हो कि पेज पर्छ नि त जस्तो यसले आज आएर बाइक किन्यो होइन यो चिज मैले 2 वर्ष अगाडि भनेको कि भाइ पहिला बाइक किन भाइ मोबाइल त तैँले 1-2 महिनामा किन्छस् तैँले योभन्दा खतरा मोबाइल तर दाइ होइन म के भन्छु भने नि विशालले मलाई होइन एउटा हुन्छ नि यार तिमी यो नगर यो मान्छे ठिक छैन यो मान्छेसँग नगर भने मैले उसको कुरा काट्दा गरेपछि साला त्यो खतम हुन्छ क्या दाइ भनेपछि तिमीले त बुझिसक्नु पर्यो नि त उसले भनेको चाहिँ बाटोमा हिँड्यो भने चाहिँ तर मलाई चाहिँ के लाग्छ कि हुन्छ कि जस्तो लाग्ने तर फेरि उसले हुँदैन भनेपछि नहुने कि होइन उसले निर्मल यो नगर है भनेपछि त्यो नगरै हुन्छ कि कस्तो हुन्छ भने दाइ अहिले आएर थाहा भयो कि गइसकेपछि कस्तो होला यस्तो हो कि दाइ जस्तो मलाई चाहिँ के लाग्छ भने अब झगडा परिहाल्छ होइन के लाग्छ भने जस्तो विमल निर्मल अब तपाईँ त छँदैछ होइन ल ठिकै छ यिनीहरूले राम्रो नगर्ला नसक्ला कुनै टाइममा नराम्रो चाहिँ सोच्दैन जस्तो लाग्छ आजको दिन पनि नराम्रो चाहिँ सोच्दैन उनीहरूले पनि त्यसरी सोच्नु पऱ्यो मैले केही चिज भनेको छु भने केही चिज
त मुला न तैँले भने मान्छस् न सुन्छस् मुला होइन के थाहा मलाई त लाग्यो तैँले नराम्रो सोच्छस् राम्रो सोच्छस् भने नमानेपछि त्यही हो कि भनेकै मान्दैन राम्रो सोचे नि बाल भएन नराम्रो सोचे नि बाल भएन होइन केही हुँदैन म चाहिँ बोल कस्तो कुरा गर्छ ठिक छ होइन त्यो मान्छेले कसरी कसरी लिन्छ हाम्रो कुरा भइरहेछ नि त तेरो तर कुरा भाइ होस् के सुन न त धेरै पछि आएको हो कि बुझिनस् त एकदमै धेरै पछि मात्रै आयो कि त त्यही भएर तेरो कुरै आइबिया होइन तेरो कुरा पनि आइपुग्छ नि त अलिअलि बाइकको कुराहरू आइरहेको त गर्लफ्रेन्डको कुरा त आएन यसको। एनएनटिभीको गर्लफ्रेन्डको कुरा सुनाइदिन्छु नि म अहिले त के कुरा गरे होइन भाइ पक्र एकछिन 3 घन्टा नि जान्छ पोडकास्ट अनि रातभरि बोल्ने गर्लफ्रेन्ड एनएनटिभीको तर यो कुर्सीमा आजको कुर्सीमा चाहिँ हाम्रो ग्रुपमा मध्येमा चाहिँ बिमल चाहिँ छुट्यो त्यसको लास्ट बिल्ला हो त्यो होला यसकै कुरा त्यो बोल्दै बोल्दै सुन्नु म पोलिटिकस है भाइ सुन न प्याक्रेल विमल किन यहाँ छैन भने नि हामी सिचुएसन एउटैमा छैनौँ कि फरक सिचुएसनमा छौँ जुन सिचुएसनमा विशाल र मैले भोगेर आयौँ नि हामी एउटै सिचुएसनमा छौँ अनि हामी सँगै छौँ कि हो कि भने त प्याक्रेल जुन निर्मलको र मेरो कुरा मिल्नुको कारण पनि के छ भन्दा दाइ हामी फ्यामिलीसँग टाढा बस्छौँ पहिला सुरु होइन टाढा बस्छ स्ट्रगल सँगै गरे हो मतलब उसले उसको ठाउँबाट गर्यो मैले मेरो दुःख मैले गर्ने हो उसको दुःख उसले गर्ने हो होइन तर मैले तिमीलाई बिचमा एउटा चिज प्याक्रेल यो चिज हुँदैन है यो मान्छे हुँदैन भनेको न उसले पनि त्यही दुःख पाल्छ उसले मायाको कुरा गरे हो दाइ होइन माया भनेको चाहिँ कस्तो हो भने माया भने कस्तो हो नि मेरो साइडबाट चाहिँ अनुहार हेरेर व्यवहार हेरेर होइन धन सम्पत्ति हेरेर गरिँदैन गर्लफ्रेन्ड धेरै भयो दाइ ढाँट्दिन 8-9वटा भयो होला अहिलेसम्म हो ढाँट्दिन होइन तर माया एकजनासँगै भयो दाइ होइन एकजनासँग भयो अनि त्यो रहिरहन्छ होइन कस्तो हुँदो रहेछ भन्दा हाम्रो कुरा चाहिँ अनि मायातिर आएछ तिमीलाई होइन दाइ उसले पनि मलाई भन्यो होइन यो ठिक छैन यो केटी ठिक छैन यो मान्छे ठिक छैन भनेर मलाई उसले भन्यो होइन तर मैले चाहिँ होइन यार यो मान्छे अरू जस्तो छैन सुन न मैले होइन यो मान्छे एकदम राम्रो छ अरू जस्तो छैन होइन तर त्यो मान्छे अरू जस्तो थिएन कि दाइ अरूभन्दा सब चिजबाट बल्ल बल्ल बाहिर आएको छ त्यो टपिकमा डाइरेक्टली नछिरौँ तिमी चाहिँ सेम सिचुएसन भोगेर आयो क्या हामी दाइले सोध्नुको कुरा हुँदैन न त्यो सिचुएसनमा सबभन्दा पहिला चाहिँ को फसेको थियो म एउटा फसेको थियो भने तिमीहरूको बोन्डिङ पहिला यस्तै थियो भने उसले त छोडै भने हो नि मैले छोडै भने हो उसले छोड्न नमाने मलाई छोडै भने हो मैले छोडे भनेपछि एकचोटि यस्तो गएको एकचोटि फेरि यस्तो भयो कि दाइ जस्तो भने त मैले माया स्वभाव हेरेर फेस हेरेर धन सम्पत्ति यताउति हेरेर लगाइदिएन दाइ सुरुमा हेर्दा त्यो मान्छे मतलब कस्तैसँग उसँग कसरी नाम चाहिँ नलिउँ होइन अब साथीभाइहरूले चिन्नुहुन्छ कसको कुरा गरिरहेछ भनेर अब डाइरेक्टली फेसबुकमा एड भएको पनि होइन साथी मेरो जापानमा छ हामी मिस गर्छौँ तँलाई होइन यही पोडकास्टबाट कुरा काट्नेबाट ऊ भिडियो कलमा बोल्थ्यो उसँग एज अ फ्रेन्ड बोल्थ्यो हाम्रो सायद फर्स्ट इयरको एक्जाम तर एउटा कुरा जो उसको गर्लफ्रेन्ड थियो नि पहिला मैले प्रपोज सुन्नु यहाँ सुन्दा त्यो भन्दा अगाडि म कुरा सुनाउँछु अब तपाईँलाई उसले प्रपोजको कुरा गर्यो नि त सुन्नु यहाँ एन्सर चाहिँ के आयो एन्सर के यहाँ सुन्नु के आएन भने चाहिँ नो भनिरहेको यहाँ सुन्नु न त्यसमा एउटा ट्विस्ट छ क्या दाइ उसले जो केटीलाई प्रपोज गर्यो नि त्यो मेरो गर्लफ्रेन्ड थियो कि पहिला कसरी त पहिले उसले प्रपोज हाने भन्छ त फेरि अनि उसलाई थाहा थिएन नि त दाइ उसलाई के लागिरहेको यहाँ सुन्नु न त्यो मेरो गर्लफ्रेन्ड भयो भने कसैलाई पनि थाहा थिएन ग्रुपकै केटी थियो हामी क्याजुअली फ्रेन्ड थियो तर ममा कुरा हुन्थ्यो होइन कसैलाई थाहा थिएन यो मेरो विशालको गर्लफ्रेन्ड हो भनेर ऊ फिदा भइरहेको थियो मैले एउटा शब्द दिएँ लभ इज ब्लाइन्ड रहेछ त्यसो होइन त्यतिखेर तिमी लभ गरेको थिएन यार उसले प्रपोज हान्न खोजेर तिमी त होइन उसलाई नै सोधेर उसँग बसेर मैले मेसेज गरेँ हो कि मलाई किन सोध्थ्यो भनेर म त के नआन भन्नु मेरो गर्लफ्रेन्ड हो भन्न त मिलेन नि त त्यो बेला मैले भन्न सकिनँ किन भन्न सकेन त मिलेन उसले पनि नभन् भनेको थियो मैले पनि भन्न सकिनँ किन भन्दा मलाई थाहा थियो उसले मन पराउँछ भनेर झगडा हुन्छ नि त होइन अनि त्यसपछि पछि म थाहा भयो अनि कहाँ दाइ ब्रेकअप भएपछि थाहा पायो यिनीहरूले
त्यस्तो कडा त्यो कडा त्यसपछि लभ अफेयर त खतरा रहेछ दाइ होइन अनि उसैलाई सोधेर सब गरेँ तर पछि मिल्ने साथी भयौँ हामी होइन उसको गर्लफ्रेन्ड पनि माने मैले होइन उसको त जे होस् मैले उसलाई त बुहारी नै माने पछिसम्म तर मान्छेले के हुँदो रहेछ भन्दा जस्तो त्यो बेलामा मैले पैसा कमाउँथेँ पैसा जोगाउँदैन थिएँ जस्तो यो जस्तै थिएँ म पहिला यो नभन नामले भन सन्जोग भाइ जस्तै थिएँ म होइन साँच्चीकै सन्जोग ताता होइन यसकै एज थियो होला यसो ल मैले एउटा ट्रेकिङ गरेँ भने 15-20 हजार 25 हजार आउँथ्यो गाइड भइसकेको थिएँ होइन अनि ल त्यो पैसा नसक्नु जेल मरे कुटे काम गर्ने होइन कि अनि पैसा सकेपछि अब के हुन्छ अब फेरि काम गर्ने टाइपको थिएँ होइन अनि जे होस् कमाउँथेँ नि त पैसा नयाँ ठाउँ पुग्थेँ नयाँ कमाउँथेँ लकडाउन भयो कि सुन्नु न दाइ लकडाउन भइसकेपछि म ठप्प भएँ मैले जाने एउटै काम थियो अनि जे होस् मान्छेले करियर पैसा चाहिँ हेर्दो रहेछ भन्ने कुरा त्यतिखेर थाहा पायो हेर्छ तैँले केही गर्न सक्दैनस् भनेर छोडेर गएको के होइन त्यही नै मलाई चाहिँ आज उसले एग्री चाहिँ गर्दैन होइन दाइ तैँले केही गर्न सक्दैनस् भनेरै गएको हो मलाई मुखमा होइन हिन्ट गर्यो त्यसले अब ओहो यसले यस्तो भनेर गयो भनेर होइन बारी यति भइसकेको थियो त्यो लकडाउनको पनि ऊ हो होइन त्यो अब त्यो ब्रेकअपले भन्ने हुन्छ त कति केही असर त ब्रेकअपले पनि पर्यो तर त्यो चाहिँ अट्र्याक्सन रहेछ अनि कपाल र दारी लामै थियो अनि एउटा यस्तो फेज आयो दाइ होइन त्यो मान्छे बोल्न आयो कि मसँग पछि त्यतिखेर मिडियामा म राम्रो भइसकेको थिएँ भनेपछि उसले त्यो ग्रोथ भइसकेको थियो मेरो ग्रोथ देखेर चाहिँ फेरि ग्रोथ भइसकेको थियो स्टिल ऊ जापानमा पुगिसक्यो पनि स्टिल जापानमा पुगिसकेपछि ल बे गरौँ भन्नेसम्म आएको थियो त्यो मान्छेले आथे निर्मल बे गरौँ मैले त्यसको कुरा गरेँ होइन तिमीले प्रपोज गरेको केटीको कुरा गरेन उसले मलाई बे गरौँ भनेको थियो त्यसले त त्यो होइन अर्कोको कुरा गरेँ मैले पहिला पछि बुहारी मानेको त्यो बुहारी मानेको होइन सुरुमा तिमीले प्रपोज गरेको केटी छ त्यो त त्यो केटीले चाहिँ मलाई अस्ति ल मानिनु 7-8 महिना अगाडि पनि भिडियो कलमा बे गरौँ जापान आइज बे गरौँ सँगै गरौँ भनेको थियो जब मसँग केही थिएन एक्सेप्ट गर्न सकेन भने अब किन हुन्छु र होइन सेम सिचुएसनमा नि मेरो पनि त्यही भयो होइन मैले के भन्दा छोड्ने बेलामा तँसँग मेरो जिन्दगी चल्दैन जस्तो लाग्यो रे तैँले कमाउँदैनस् होइन त मानु तैँले मलाई भनेको ठाउँमा घुमाउनु लान सकिनस् तैँले मलाई राम्रो ठाउँमा अग्लो ठाउँको होटेलमा लान सकिनस् घुमाउन तैँले मेरो इच्छा पुरा गर्न सकिनस् तँसँग जिन्दगी चल्दैन जस्तो लागेर मैले अर्को रोजेको पैसावाला तैँले मलाई स्कुटी किनिदिन सकिनस् मलाई यो स्कुटी चढ्न रहर थियो तैँले मलाई यो गर्न चाहिँ होइन तैँले मलाई यो चिज पुरा गर्न सबैजना चाहिँ त्यस्तो हुँदैन भएर के दाइ उसलाई चाहिँ बाँधेर राखेर जस्तो फिल भयो कि फ्रिडम भएन अरे त्यो कस्तो हुँदो रहेछ दाइ त्यो अब जस्तो तपाईँ त अब बिहा नगर्ने भन्नुभएको मान्छे होइन जस्तो अब हाम्रो त रिलेसन थियो तपाईँलाई धेरै कुरा थाहा त्यो चाहिँ कस्तो बाँधेर राख्यो भन्ने चाहिँ मेरोमा नै आयो होइन दाइ कस्तो हुँदो रहेछ भने मेरो गर्लफ्रेन्ड हो नि त होइन मेरो गर्लफ्रेन्ड हो नि त जस्तो म त उसको राम्रो चाहन्छु नि त यो नगर त्यो नगर यो चाहिँ गर त्यो चाहिँ गर भन्नु त त्यो त मैले उसको प्रोटेक्सनको लागि उसको राम्रोको लागि भने अन्त ऊ कसरी कोही अब हुन त काहीँ टाइट हुन्छ होला होइन तर टाइट पनि मेरै लागि हो भन्ने सोच टाइट हुन्छ होला तर कति ठाउँमा घुटन हुन्छ होला होइन मैले कहिले पनि म सही हो भन्ने लाग्दैन होइन मतलब म मात्र सही हो भन्ने जस्तो लाग्दैन तर मैले त जे जस्तो देख्छु जे देख्छु त्यो त मेरो सही हो नि त मेरो साइडबाट त मैले हेर्दा त सही हो नि त जस्तो त्यो क्यामेरा मतिर फर्केको छ त्यो त सही हो नि तपाईँले हेर्दा त त्यो त अन्ततिरबाट फर्किरहेको छ नि त अर्कोतिर फर्केको नि त जस्तो मैले हेर्दा त त्यो क्यामेरा मैसँग फर्केको नि त म गलत त छैन नि त जस्तो त्यही हो त्यो रिलेसनमा चाहिँ त्यो के हुँदो रहेछ भने जस्तो यो नगर त्यो नगर होइन भन्दाखेरि चाहिँ अलिकति एउटा पिन्जडामा राखेको जस्तो हुँदो रहेछ त्यो खुल्ला त्यो चरालाई चाहिँ खुल्ला छोडिदिनु पर्दो रहेछ त्यो चराले घर चिनेर आउँछ भने आइहाल्छ उसलाई उडेर जानु मन लाग्छ नि गइहाल्छ होइन तिम्रो फेज पनि मैले दाइ उसको चाहिँ ब्रेकअपको फेज पनि मैले देखेको छु नि मैले पनि देखेको छु लभको फेज पनि देखेको छु ब्रेकअप पनि देखेको छु तिम्रो पनि देखेको छु तिम्रो अलिकति हिडन टाइपको थियो होइन मसँग त हिडन थियो होइन त्यो उसलाई थाहा थियो तिम्रो थाहा थियो एक तरिकाले थाहा थियो उसले हुँदैन मलाई भनिरहेको थियो कि यो मान्छे हुँदैन है भनेर उसले मलाई के गरे थियो तर पनि होइन यो मान्छे ठिक छ भन्ने लाग्थ्यो तर त्यो मान्छे ठिक छैन रहेछ यस्तो हो कि दाइ राम्रो के अरे भिडबाट लड्ने गोरुलाई राम भन्न सकिन्छ काठ थाम्न सकिँदैन रहेछ दाइ तिमीहरूको अहिले तर यत्रो लामो कन्भर्सेसन हाम्रो भयो होइन
दुईजनाको कुराकानी एउटै लेभलको छ क्या त्यस्तो छ क्या लाइफ त्यही भएर छोडेको मैले भने त पनि सुरुमै पैसै हुँदै सुरुमा त फ्री छौँ नि हामी सुन्नु न सुरुमै भने होइन त मैले उसले मेरो हात समातेर माथि आयो के अनि मैले उसको हात समातेर माथि आएको हो कि त्यही त दुवैजना एकअर्काको हात समातेर माथि ठिक छ कन्डिसन एउटै मतलब उसको दुःख उसँग छ मेरो दुःख उसँग छ तर हाम्रो सिचुएसनहरू अलमोस्ट एउटै हो कि सेम भयो स्ट्रगल एउटै हो कि अनि हामी अलमोस्ट लगभग एउटै ठाउँमा छौँ कि बुझेन ऊ एकदाका उडिरहेको थियो मैले निर्मल उड तर भुइँ नछोडा भन्दाखेरि उसले उडेर भुइँमा पछार्यो तर त्यो भुइँ भाँसेर तल पुगेको त छैन तर उसले मलाई के भन्नु थाहा छ दाइ म एकदम गाह्रो भएर अब चाहिँ म मर्ने माथि कन्डिसन लिएर ऊ भनेर गएको थिएँ दाइ सबैभन्दा मलाई गाह्रो हुँदा भने सम्झिने एक दुईजना साथी छन् तर सबभन्दा प्रायोरिटीमा ऊ पनि थियो ऊ पनि त्यस्तै फेजमा पुग्यो त्यो फेजमा म पनि त्यो यो पनि पुग्यो बाटोमा बाइक चाहिँ ऊ भएर बाइक हान्न नसक्ने भएर रुँदै गरेको सिचुएसनमा म पनि थिएँ उसको त्यो सिचुएसनमा पनि सिचुएसनमा चाहिँ मलाई अलिकति अब सुन्नु एउटा कहानी सुनाउँछु म होइन मेरो एक्सपिरियन्स तर दाइ तर उसले के भन्यो भने निर्मल यस्तो हुन्छ जिन्दगीमा तर तिमी जति बेसरी पछाडिएको छौ नि हेर त्यति बेसरी तिमी माथि पनि जान्छौ भने कि त्यो कुरा अझै पनि यो त्यस्तो हो क्या दाइ मैले बुझेँ नि त दाइ म जुन फ्लोमा तल झरेँ नि मेरो पिक त्योभन्दा माथि पुग्यो क्या दाइ पुग्यो क्या दाइ त्यही नै हो अनि जुन त्यो पिकमा पुगेर म त्यो जुन भ्यूको इन्जोय गरिरहेको छु नि माकसम त्यो कसैले गर्न सक्दैन कि भ्यू भन्ने बित्तिकै त्यो हाम्रो लास्ट ट्रेक हाम्रो लाङटाङको त्यो भ्यूमा तिमीले कुन चाहिँ के चिज रचेछ त्यो तिमीसँग थियो पहिला होइन उसले कसैलाई सेयर गरेको थिएन त्यो त्यहाँ के गरेको थियो उसले मैले त्यो लाङटाङमा एउटा 5000 मा एउटा ठाउँ छ जुन चाहिँ उसको लागि सुम्पिदिएको हो होइन तर त्यो ठाउँमा अहिले मन्दिर बनेको छ हामी त्यो सेकेन्ड टाइम पुरोमा जाँदाखेरि चाहिँ फर्स्ट टाइममा के पनि थिएन अब हामी फर्स्ट टाइम होइन त्यो मेरो थर्ड टाइम हो म तिमीलाई एउटा कुरा सोध्छु होइन जुन छ नि तिमीलाई साँचो प्रेम चाहिँ पहिलोवालासँग भएको थियो कि दोस्रोवालासँग सुन गर्लफ्रेन्ड त अलमोस्ट 9 जना भए सुन नि त गर्लफ्रेन्ड त 9 जना जति हिसाब किताब गर्दाखेरि 9 वटा भयो होला अन्त ट्रु लभ चाहिँ अहिले जुन लेटेस्ट वालासँग मैले भने त मैले त्यो चाहिँ एट्र्याक्सन मात्रै थियो मैले अहिले आएर बुझेँ एट्र्याक्सन थियो त्यो अहिले छुटेको नि अहिले छुटेको त मैले भने त मलाई एउटा फेजमा आइसक्यो पहिला चाहिँ के हुन्थ्यो भने यो मान्छेले किन यस्तो गरे होला होइन मतलब मेरो अब कन्डिसन मैले भने नि त बाइकको कुरा गर्दाखेरि म सिन्धुलीबाट आउँदाखेरि के भयो भन्दाखेरि त्यो खुर्कोटकोबाट ओह्रालो झर्दाखेरि अब त्यो सबकन्सियस माइन्डमा पुगिसकेको छु बाइक त रङ वेमा गइसकेछ कि बाटो सानो छ नि त त्यहाँको अब गाडीहरू त्यसरी नै कुद्छ विमल भावे त्यसलाई थाहा हो त्यसले त्यो कुराहरू सुनाउँथ्यो विमल छैन ठ्याक्क बसले हर्न लगाइसकेपछि म झस्याङ्ग भएँ कि त्यो ओह्रालो सकिने बित्तिकै कफी सप थियो कफी सपमा मैले लिटरली बाइक साइड लाएँ बाइक अफ पनि गरेँ दाइ सिधै विमललाई फोन गरेँ विमल मलाई यस्तो यस्तो भयो भनेर त्यहाँ विमल लिन आउने कन्डिसन त थिएन नि त अफिसमा छ त्यो होइन केही कन्डिसन त्यहाँ केही पनि कसैले केही गर्नु सक्दैन कि तर मलाई त्यस्तो गाह्रो भयो कि यस्तो भयो विमल भनेर सुनाएँ कि अनि त्यसले के भन्यो केही गर्न सक्दैन नि त त्यसले लिन आउने कुरो होइन अनि अब बिस्तारै आइज न टाइम छ लगभग 10-11 बजिरहेको थियो 4-5 घन्टामा आइपुगिहाल्छ बिस्तारै आइज चिया स्या खा कफी सफी खा आइज भनेर भन्यो अब माया चाहिँ कस्तो हुँदो रहेछ भन्दा गर्लफ्रेन्ड हुन्छन् होइन कोही चाहिँ अब अन्जानमा त्यो साथीलाई कुरा गर्दाखेरि गर्लफ्रेन्ड टाइपको हुन्छ जस्तो मेरो सुरुको चाहिँ त्यस्तो टाइपको थियो मतलब बोलचाल थियो अर्काले गर्लफ्रेन्ड भनेर जिस्काइ यसको गर्लफ्रेन्ड हो भन्ने टाइपको जिस्काउँथ्यो त्यो टाइपको गर्लफ्रेन्ड थियो त्योसम्म हिसाब गरेर भने है मैले आफ्नो जना अब थिएन नि त एसएलसी पास गरेर भर्खर बेकरी सिक्न गएको थिएँ अनि अब माया चाहिँ कस्तो के हो यो चाहिँ माया हो भन्ने चाहिँ कसरी थाहा हो भन्दाखेरि पहिला चाहिँ यो मैले माया गर्थेँ भन्ने हुन्थ्यो यो मेरै होस् भन्ने चाहन्थेँ होइन लिडे धिपे गर्थेँ घमण्ड गर्थेँ अब त्यो चाहिँ टचर हुन पुग्यो हो किन भन्दाखेरि अब अफिस बाहिर गइदिने घर बाहिर गइदिने फोनमा ल्याङ हान्ने होइन मैले गरेँ मिस्टेक त हो होइन अब उसले कुन हिसाबले लिन्छ अब त्यो मेरो चिजलाई उसले गाह्रो भए हिसाबले लिएर त्यो चिजमा सल्भ गर्न आइपुग्यो भए अर्को कुरा हुन्थ्यो तर छोरी मान्छेलाई तिमीले बुझ्न नसकेको पो हो कि उसको पनि के निड होइन मैले गरेँ मिस्टेकको चाहिँ जस्तो उमा त ब्लेम डाल्नु भएन नि त अब त मैले गरेँ मिस्टेक चाहिँ अब जस्तो अहिले अब मैले फर्केर मलाई हेर्दाखेरि त उसलाई त हेर्न मिल्दैन मैले उसलाई जज गर्न मिल्दैन मैले त मलाई जज गर्न मिल्छ नि त अहिले मैले पख्नु न म कहानी सुनाउँदैछु त के हो माया होइन कुन चाहिँ हो माया सुनाउँदैछु त मैले मलाई फर्केर हेर्दा त्यो गर्न नहुने रहेछ मैले त्यो गरेँ होइन अनि
एउटा फेजमा आइसक्यो लगभग 6-7 महिना अब घरमा थाहा छैन यो यसपछि थाहा हुन्छ 6-7 महिना डिप्रेसनमा पुगेँ अनि हात पनि काटेँ अनि तिमीले त त्यतिखेर त धेरै काण्डै गरेको थियो होइन त्यो फेजमा त मलाई अहिले सेम सिचुएसन चाहिँ म झेल्दैछु के दाइ होइन अनि सुन्नु न मेरो मैले तिम्रो मुखबाट चाहिँ सुने अनि ऊ 6-7 महिना डिप्रेसनमा भयो मेरो 3 महिना जति भयो अब 3 महिना कट्न बाँकी छ अनि एउटा फेज आयो जस्तो विमल मतलब विमल किन आइरहेको छ बारम्बार भन्दाखेरि मेरो साथी हो होइन उसँग कम्पेयर गर्छु मैले मलाई विमलको जस्तो सिचुएसन छैन मैले त मेरो जिम्मेवारीहरू पनि निभाउनुपर्छ होइन अब दसैँ आयो दाइ होइन घर त मैले हेर्नु पर्यो नर्मली पनि 50,000 खर्च हुन्छ दाइ होइन अब मैले ल पठाउ गरेँ भने पनि मैले म 1 महिनामा 30-35 हजार त पैसा जोगाउँछु तर पठाउ गर्ने कन्डिसन त छैन मेरो होइन अब के दसैँ आइसक्यो 1 महिना 26 दिन जति बाँकी थियो ला भइसकेको थियो ठ्याक्क विचारमा म्यासेज आयो एउटा खैरेको हामी यतिजना छौँ 3 जना छौँ कति लाग्छ भनेर मैले लगभग त्यहाँबाट 1.5 लाख जति पैसा कमाएँ होइन अब एबिसी ट्रेक थियो होइन होइन यार अब यतिकै गइस भने त डाउन हुन्छस् भन्ने मलाई नै भयो होइन सरक्क दाइ मैले फर्स्ट टाइम मेरो दारीमा ब्लेड लगाएको मतलब क्लिन बनाएको के म दारी काट्थेँ तर क्लिन कहिले हुँदैन थियो फर्स्ट टाइम कपाल र दारी सर्लक्क काट्ने यहाँबाट निस्की भाइ अब निस्किनुपर्छ होइन भन्ने हिसाबले चाहिँ अनि ठ्याक्क पहिला म्यासेज आयो म्यासेज आइसकेपछि अब म दारी लामो कपाल लामो बनाएर त गेस्टको अगाडि त जान सक्दिनँ नि त पिकअप गर्नु त विश्वास गर्दैन नि त म त बनेर जानु पऱ्यो नि अनि दारी सारी कपाल सपाल काटेर गएँ त्यहाँबाट मैले 1.5 लाख पैसा कमाएर होइन लगभग 90,000 पैसा खर्च भयो अलिअलि पैसा सेभिङ थियो त्यहाँबाट दाइ मैले मेरो पिक लिएको जस्तो किन भन्दाखेरि मलाई डिस्ट्र्याक्ट गर्ने केही पनि चिज भएन नि त त्यहाँबाट पिक लिएको दाइ आजसम्म म त्यहाँबाट पिक लिइरहेको छु कि पिक लिएको भने मैले पैसा कमाएँ भन्नु खोजेँ होइन मैले काम गरेँ नि त काम गरेँ होइन मलाई ग्रोथ गरेँ मैले युट्युब त्यसपछि युट्युब चलाएँ होइन जस्तो युट्युब त पहिला मैले साथीहरूसँग मिलेर चलाउँ घुमफिरी अहिले पनि मैले हाम्रो त हाम्रै भन्छु म होइन आज आएर विमल ल ठिक छ विमलले ल ठिक छ घुमफिरीमा म पनि काम गर्छु भने म नै भन्दिनँ होइन तर एक्लै सुरु गरेँ नि दाइ मैले 2 वर्षपछि ढिला सुरु गरेँ होला तर एक्लै गरेँ नि त मैले त साथीहरूसँग सोचेको कुरा हो कि हो नि तिमीसँग सल्लाह कति सल्लाह गरेँ धेरै सल्लाह गरेँ तर सिचुएसन कन्डिसनले त्यो दिएन अब सायद सपोर्ट मिलेन तर जब मैले सुरु गरेँ नि दाइ ग्रोथ त गरेँ नि भलै भ्यू जाँदैन दाइ तर घुमफिरी एउटा छ नि त सङ पनि हामी गर्यौँ होइन छ नि त गीत बनायौँ हामीले मेहनत गरेर भिडियो लेखिदियो दाइ लेखिदियो होइन दाइ त मतलब ग्रोथ त देख्यो नि त पैसा कुरा होइन ग्रोथ त देख्यो फर्स्ट ट्रेक पनि फर्स्ट ट्रेक आई मिटरको थियो कि मेरो 5,000 तर मैले हेरेँ दाइलाई अताउनु भएन दामी कमायो अरे तर मेरो फर्स्ट ट्रेक दाइ म रुँदै नाम लगाएर कहाँ फर्स्ट ट्रेक होइन नि सेकेन्ड ट्रेक हो फर्स्ट ट्रेक जाँदाखेरि त ब्याग बोकेर आरामले दाइ यार गाइडमा गइरहेको छु सबभन्दा ठुलो भारी मलाई बोकाउँछन् यार यिनीहरू कहाँ त तपाईँ जाँदा त केटाहरूले नाम लाएर बोकेको थियो नि त यहाँ पछाडि बोक्ने ब्याग थियो क्या हेर्दा यार दोस्रोमा त म अनि दोस्रो अरूसँग मसँग जाँदा सजिलो हो अरूसँग जाँदा कहाँ 1 हप्ताको ट्रेक गरेको 15 दिन हस्पिटल भयो केटे 15-20 बोतल पानी बढी पानी सलान पानी केटाहरू फलफुल लिएर भेट्न गएको हुँदैन तर मलाई के गाह्रो भयो के भयो होइन म डिप्रेस भएँ के भएँ एबिसी थियो डिप्रेस भएँ भने होइन ल केटाहरू आज स्वयम्भू जाउँ घुम्न हिँड्दै चल्दिने होइन हामी निम अनि त्यसपछि विशाल विमल भएपछि कोही नचाहिने के मेरो स्वर्ग संसारै साथीहरू हो त्यो चाहिँ थियो है अब बिचमा के भयो त्यो होइन आफ्नो केटाहरूको लक्ष्य भयो आफ्नो सधैँभरि सँगै हुँदैन यसको मतलब यो होइन कि छुट्यो भन्ने निमको रुममा जाने एउटा छुट्टै माहौल बन्थ्यो होइन मैले पकाएको सब्जी चाहिँ निमलाई एकदम मिठो लाग्ने कि होइन अनि उसले चाहिँ देख्छ मैले पकाएपछि खान्थ्यो कि मजाले झ्याप होइन अब उसको त कुकर पनि ठुलो थियो झ्याप चामल हालेर स्याङ्जाबाट चामल आउने यार तरकारी आलु स्याङ्जाबाट आउने घिउ स्याङ्जाबाट आउने यार रुम पनि झ्याप ठुलो जतिजना सबै पनि हुनु कि यो यत्रो कुराकानी सुन्यौ तर विमल चाहिँ कहीँ न कहीँ त पछि रहेछन् भन्ने बुझ्यो यस्तो हो कि अब जस्तो निम एक्लै बस्या म आफै दुःख गरेर बसेँ जस्तो मतलब हाम्रो डिसिजन हामीले लिन मिल्थ्यो अब ऊ फ्यामिलीसँग बसेको अब कहाँ जानला किन जानला त्यो हुन्छ नि त अब जस्तो +2 पढ्ने बिग्रेला कि नाच्ला कि टाइपको होइन त्यो हुन्छ विमललाई त्यो पर्यो होइन
म चाहिँ आन्टीलाई भने फ्री छोडिदिनु किन सिक्छ नि त प्यारो छोरो नि त महाराज हुन्छ त अब निमाउँथ्यो अनि के हो नि त होइन भने ल राति 2 बजे ल थमेल जाउँ मान्छेले यहाँ अहिले हामी तिमीले थमेल भन्यो तर सोच चाहिँ मान्छे थमेल भन्ने अर्कै सोचला होइन यस्तो हो सन्ध्याले ल जस्तो अब सन्ध्याको कुरा गरिहाल्छु म एकचोटि सन्ध्याले जस्तो अब म सन्ध्या मसँग नि त ठमेल सपिङ गर्नु गयो हामी त डेमा गयो नि त एकचोटि उसले कहानी सुनायो कि एकचोटि एउटा मान्छेले चाहिँ चिनजानकै मान्छे रे ऊ एयरपोर्टमा काम गर्दाखेरि ठमेलमा ल भेटौँ न भन्ने टाइपले बोलायो अरे साथी रे राम्रै साथी थियो अरे त्यो उसको सरस्वतीको साथी एकदम राम्रो अरे अब उनीहरू ड्युटी सकेर जाँदाखेरि तिनीहरू सक भयो अरे कि ठमेल छिर्दाखेरि त्यो मान्छे नभेटिकन फर्केर के अनि ऊ मसँग ठमेल छिर्यो नि त त्यतिखेरको माहौल र ऊ छिर्दाखेरिको माहौल डिफ्रेन्ट छ कि ठमेलको 2टा रूप छ कि मलाई पनि दाइ कति मान्छेहरूले ठमेल कहाँ अब ल यो बिग्रियो टाइपको के जस्तै अब हो कि 4-5 वटा पसल अहिले थमेल भन्यो नि त तर मान्छे सोध्यो अर्कै जान्छ जस्तो त मेरो बहिनी ठमेलमै बस्यो भाउजू ठमेलमै बस्नु भयो ठमेलमै दाइको भाउजू ठमेलमै सब फ्यामिली ठमेलमै हैन अब के गर्नु ठमेलको 2टा रूप छ त्यही रूप उसले भने चाहिँ सन्ध्याले भने चाहिँ होइन यो सन्ध्या वास्तवमा यो पोडकास्टको आइडिया चाहिँ सन्ध्याबाट सुरु भयो उसलाई सन्ध्याको चाहिँ यो ठुलो हात छ तर हुनुपर्ने हो यो मान्छे पनि आउँदैन त्यो हावा मान्छे हो अब उसलाई चाहिँ भन्न भाइ राम्रो मान्छे हो हावा मान्छे हो या किन राम्रो मान्छे मलाई थाहा नि होइन त्यो कुरा त मैले पनि सुने हो तर मैले भन्न चाहिँ नसके हो अनि कहाँ थियो रे हामी होइन यो पोडकास्ट गर्ने कुराकानी गरौँ भने सन्ध्याको आइडिया थियो तर म एउटा प्रश्न गर्छु प्याक्रेल होइन जब तिमीले चाहिँ कसरी हिल गर्यौ होइन त्यो ट्रु लभ हिल हुन चाहिँ कस्तो बिर्सिन चाहिँ कस्तो कति गाह्रो बिर्सिन त सकिँदैन बिर्सिन कहाँ सकिन्छ मैले भने नि हिजो अस्ति शुक्रबार सायद होइन अब उसले बिर्सिने कसरी टाइपको कुरा गरे होइन म त मैले बिर्सिन सकिँदैन हेर नि यदि ट्रु लभ हो भने होइन जस्तो कसरी सकिँदैन भन्दाखेरि अफकोर्स म मुभ अन भएँ भन्छु है म चाहिँ त्यो सिचुएसनबाट ऊबाट होइन के सिचुएसनबाट चाहिँ मुभ अन भएँ होइन तर स्टिल मलाई अस्ति बिहिबार कहिले 8:30 बजे फोन आयो पानी झमझम परिरहेको छ रेनकोट छैन हेर मसँग सिङ्गल रेनकोट छ होइन यहाँ छु टाइपले कुरा आयो घाउ सफा गर्दै थिएँ होइन सरक्क उठेर हिँडे हो कि म लास्ट थर्सडे मैले अस्ति भने नि सरक्क उठेर हिँडे हो कि म भने एकल आउनुपर्छ मलाई होइन यस्तो भयो भनेर म सधैँभरि उसको साइडमा हुन्छु कि चाहे त्यो सिचुएसन जेसुकै होस् मैले भने त मसँग बिहा गर्ने मान्छेले उसको बारेमा पहिला थाहा पाउँछ उसलाई एक्सेप्ट गर्छ अनि मात्र बिहा गर्छ त्यो भन्छौ यो मान्छे यस्तो हो भनेर यो मान्छे यस्तो हो यसो गरेर यस्तो भएको हो यो मान्छेलाई को लागि मैले मसँग यसो गरेर प्रमिस गरेको छु भनेर अनि त्यो आफ्नो वाइफले मान्नु पर्यो एक्सेप्ट गर्नु पर्यो हुँदैन भने त अब मैले कर गरेर त सक्दैन अब मै होइन म यस्तो कस्तो हुँदा म सक्दिनँ कि निर्मल त्यो चिजलाई मुभ अन कसरी भयो म मुभ अन भएकै छैन त्यो हुँदैन के दाइ बिर्सिन्छ अलिक कम हुन्छ होइन सिचुएसनबाट सुन न सिचुएसनबाट मुभ अन भइसक्यो नर्मल लाइफमा आइसके तर ऊबाट मुभ अन हुनु के कहिले हुँदैन के दाइ जस्तै यो होइन अब सुन अब मुभ अनको सिचुएसनबाट मुभ अन कसरी भइन्छ भन्दाखेरि म कसरी भयो भन्दाखेरि एउटा फेजसम्म हो आफूले आफूलाई डाउन गरेर राखेँ होइन तर कतिन्जेल भन्ने एउटा क्वेसन आउँछ कि त्यो चाहिँ कसरी आउँछ भने आफूले आफ्नै लागि चाहिँ आउँदैन कि जस्तो मेरो दसैँ आयो नि त त्यहाँ त बहिनीलाई सपिङ गरिदिनु पर्यो घरमा गर्नु पर्यो त्यो त हिट हान्छ नि त होइन अब त्यहाँ के भयो मैले चान्स पनि पाएँ होइन हाउ मच भनेर सोध्यो नि त त्यो त मेरो काम हो होइन अब चाहिँ तैँले स्टार्ट गर्नुपर्छ भन्ने भएर चेन्ज केही चिज त चेन्ज चाहियो नि त कहिले नकाटे दारी काटे कि बुझ्यो मुभ अन भएको छैन है म कोसिस गराउँदैछु मैले दारी काटेँ सर्लक लिन गएँ होल ट्रेकमा म गीत बजाउँदै हिँडेँ तिनीहरूसँग कुरा गर्दै हिँडेँ होइन तर त्यो सक्यो ट्रेक अर्को गयो नि त ट्रेक छ भने तिमीले छ म नि त्यतिखेर जानु पर्यो दाइसँग जाँदा भयो हिमाल चढ्न सक्छौ कुन एबिसी भन्दा ठुलो अलमोस्ट 6500 मिटर एबिसी पुनिल त भयो भने त्यो त ट्रेकिङ हो हिमालको कुरा गर्ने हिमाल त चढ्न नजाने जस्तो मैले भन्न खोजेको चाहिँ जस्तो मैले डे बाई डे जस्तो होइन ट्रेक कुनै पनि छुटाइन यतापट्टि पठाउ गर्न थालेँ
ट्रेक गर्ने बित्तिकै मेरो इन्कम चाहिँ जति इन्कम हुन्थ्यो त्योभन्दा अलिकति हाई रेन्जमा गयो होइन। प्रब्लमहरू बिस्तारै सल्भ हुँदै गयो। जस्तो पजल एकचोटि सल्भ हुन थालेपछि बिस्तारै मिल्दै आउँछ नि, त्यसरी मिल्दै आयो, मेरो ग्रोथ हुँदै गयो। जस्तो अनि त्यो जस्तो के हुन्छ भने दुःख गर्ने मान्छेलाई काहीँ न काहीँ कोही न कोही कसै सपोर्ट गर्छ भने जस्तो थाइल्यान्डबाट चाहिँ मलाई चाहिँ छोरा भन्छ, मैले मामा भन्छु आमा भन्छु, उसले मलाई चाहिँ मेरो देखाएको छ नि त, मैले गर्नु खोजेँ। जस्तो मसँग भलै केही छैन तर मैले गर्न खोजेको चिज कसै न कसैले देख्छ कि, अनि उसले पत्यायो मलाई, उसले मलाई चाहिँ फोन चाहिँ भलै मेरो पैसा गयोस् तर उसले मलाई फोन ल्याइदियो, गेस्ट दियो होइन, सपोर्ट मिल्यो नि त। मतलब जब पजल मिल्दै जान्छ नि त्यो मिल्दै जान्छ क्या निर्भर। जस्तो तिमीले चाहिँ त्यो अब एउटा कारण चाहिन्छ कि त्यो सिचुएसनबाट ग्रोथ हुनको लागि। तिमीले पठाउ गर्यो भने नि त मैले पनि पठाउ गर्ने खुसी गरेँ, तर म जब त्यो एरिया गएँ नि सक्दैनौ दाइ, मलाई सक्दैनौ के, नभएको गाह्रो भएर आउँछ कि। त्यो एउटा पर्फेक्ट कारण चाहिन्छ कि। बाटो गल्ली नखाएको पसल छैन कि, जब त्यो एरिया जान्छु आँखाबाट आँसु भन्दा पनि एउटा गाह्रो भएर आउँछ भित्रैबाट। त्यो एउटा पर्फेक्ट कारण चाहिन्छ कि। त्यही भएर मैले पठाउ नगर्ने, यता भक्तपुर एरिया भयो भने म गर्न सक्छु, तर त्यो एरियामा पठाउ गर्न मैले कारण चाहिन्छ कि। कारण सामकोसी एरिया, सामकोसी गङ्गाबु, मानव त्यो जमलकट र उता जानु पर्यो भने त्यो कारण चाहिन्छ कि मलाई, त्यो कारण चाहिन्छ कि एउटा तिमी त्यो कारणमा ग्रोथ हुन्छ भनेर हुन्छ। कहिलेकाहीँ के हुन्छ भने कहिलेकाहीँ पठाउ गरेर त्यसैकै रुमको तल पुगिन्छ कि, अनि त्यो सिचुएसन झन् गाह्रो हुन्छ क्या दाइ। त्यो कारण चाहिन्छ क्या तिमीलाई, एउटा खतरा खालको कारण चाहिन्छ जुन चाहिँ त्यो चिजलाई तिमीले नकार्न सक्दैनौ के, इग्नोर गर्न सक्दैनौ के, त्यो चिजभन्दा इम्पोर्टेन्ट हुनु पऱ्यो क्या। जस्तो मेरो फ्यामिली थियो होइन, एनी हाउ मलाई गर्नु थियो, मैले गर्नु थियो गरेँ, जब गरे भयो कि। जे चिजमा नि हात हालेको छु त्यो भएकै छ कि, सोचेर सम्झेर क्यालकुलेसन गरेर म जान्छु कोसिस गर्छु भने गरेरै छोडे भनेको थियो। जस्तो मेरो क्यालकुलेसनमा के थियो, मैले जस्तो ब्याचलरको लास्ट एक्जाम दिँदाखेरि म पास गर्छु नै भनेको थिएँ, मैले पास गरेर देखाएँ होइन। पास गरिसकेपछि म रेगुलर मेरो साउन्ड ट्रेकिङ थियो, 26 दिन हिँडे हो 1 महिनामा होइन। पहिला पैसा कमाउँछु अनि बल्ल म विदेश जाने सोध्छु, पहिला पैसा त हुनु पऱ्यो नि त विदेश जानलाई, मलाई घरमा त पैसा दिँदैन होइन। अनि मजाले 3-4 महिनामा मैले पैसा कमाइसकेपछि ल ओके अब कहाँ जाने त, जापानिज हेर्दै थिएँ म, फ्याट युगेको देखेँ। यसो क्यालकुलेसन, अब मेरो फेरि म धेरै जसो क्यालकुलेसन गर्छु हेर होइन, किन भन्दाखेरि बरु नसक्ने रहेछ भने त ट्राई नै नगर्नु, किन टाइम वेस्ट गर्नु, सक्ने हो भने गर्ने हो नि त। अनि क्यालकुलेसन गर्दाखेरि ओके मैले सक्छु जस्तो लाग्यो। अब गर्न थालिसकेपछि त म बरु 2 महिना होल्ड गर्ने, 2 महिना पछि गरिसकेपछि हुने गरी गर्नु पऱ्यो कि, सबैले त्यही गर्नुपर्छ होइन मेरो विचारमा चाहिँ। अनि बरु मैले क्यालकुलेसन गरेँ, यताउति गर्दाखेरि ओके हुन्छ जस्तो लाग्यो। हुन्छ जस्तो लागिसकेपछि सरक्क काम छोडेर त्यतातिर ध्यान दिएर गरिसकेपछि भइहाल्यो। भएपछि त हुनै पऱ्यो, पैसा त जम्मा हुनु पऱ्यो। अब 20-25 लाख पैसा जम्मा गरेँ आफ्नै दममा लाग्यो। ठिक हो। जो एउटा जुन तरिकाले तिमी डाउन भएको थियौ नि त्यो तरिकाले अप भयो कि। अब सायद उसले त्यो कुरा मलाई भन्यो नि, त्यो कुराले चाहिँ मलाई एकदम हिट गर्यो क्या दाइ। उसले मलाई जुन तरिकाले गिराएर मेरो गाह्रो सिचुएसनमा उसले मलाई छोडेको छ नि, एक दिन होइन थाहा हुन्छ क्या दाइ, त्यो माथि पुग्छ नै पुग्छ। अनि त्यसपछिको भ्यू छ नि हेर्न लायकको हुन्छ, हेर्ने हो क्या दाइ मजाले। दाइ जो मान्छे मेरो गाह्रो सिचुएसनमा भाग्छ, म गरिब हुँदा धनी मान्छे खोज्छ, गरिब हुँदा अर्को केटा चेन्ज गर्ने होइन कि, सिचुएसनलाई चेन्ज गर्ने सल्लाह होइन। गल्ती त मैले पनि धेरै गरेँ हो दाइ, एकरो भएकै हो, एकरो त थियो, ओभर थिङ्किङ पनि हो। तर ओभर थिङ्किङलाई त एउटा हिन्दीमा के भनेछ भने खानदानी औरत मर्द नै बदल्ती हालत बदल्ती भन्छ नि, त्यो हो कि के हुन्छ नि त्यो। किनभने भाइ मान्छे चेन्ज गर्ने होइन कि, सिचुएसनलाई राम्रो बनाएर जाने हो नि त। कति त यस्तो हुँदो रहेछ कि भन्दाखेरि चाहँदै नसक्ने अवस्था पनि आउँदो रहेछ होइन। म चाहिँ टोटल्ली उसलाई कहिले दोष दिँदै दिन्न, म वास्तवमा उसलाई दोष दिँदै दिन्न होइन। उसले त्यो हिसाबले लिएला, अब यो पोडकास्ट हेरेर होइन यसले यसरी भन्यो भन्ला। तर अब मेरो साइडबाट मैले सोच्दाखेरि भने त अहिले कला आयो भने म यो पोडकास्ट छोडेर हिँड्छु कि। छन् भाइ तिम्रो कहानी त मैले धेरै, तर म चाहिँ हिँड्दिनँ दाइ होइन। सुन न, माया त्यति छ कि, तर अब मलाई लाग्दैन उसले मलाई पाउँछ जस्तो मलाई लाग्दैन। सिचुएसन अलिकति फरक छ होइन, तर म चाहिँ त्यसरी हिँड्दिनँ कि ऊ मरोस् के दाइ, मलाई बाल मतलब त्यो माया होइन, त्यो तरिकाले आएको त्यो माया होइन, त्यो माया होइन। सुन न, जस्तो तिमीले भन्यौ नि त्यो चाहिँ माया होइन।
जस्तो त्यो मेरो लागि तरिकाले त्यो मैले चाहिँ आफूलाई अब मुभ गर्नु परेन दाइ होइन यो केटाहरूको दुईजनाको अफेयरको त ठुलो कहानीले चाहिँ एउटा चाहिँ विशेष लभको एउटा एपिसोड बनाउनु पर्ने जस्तो लाग्छ। मनी जान सक्थेँ होला। आफू चाहिँ तिमीहरू दुईजना जस्तो फेजमा को मैले कहानी सुने, अफेयर सुने होइन, अफेयर धेरै सुन्यौँ। अब आफ्नो त्यस्तो अफेयर झन् छैन हेर। म छ होला बुढा तिमी यस सुन यहाँ हेर बुढा तिमी 32-35 वर्षको भयो अफेयर छैन भनेर त ल ल ल ल कसम खाऊ त मेरो गर्लफ्रेन्डै थिएन भनेर। मेरो गर्लफ्रेन्ड छैन त कसम खाऊ त के को कसम खाने? के को कसम खाने होइन त्यस्तो आफूलाई वान साइड मन परिरहेको पनि हुन्छ नि त। मलाई पनि थियो वान साइड त त्यो कति हुन्छ कति त्यही त हो नि माया नि त्यही त हो नि त्यो त अट्र्याक्सन हो नि ल ठिक छ मात्र हो के एट्र्याक्सन भयो जे ल ल ल अब सबै कुरा छोडिदिउँ। जस्तो सुन्नु न त मेरो ल मैले कति माया गर्छु भन्ने कुरा नि थाहा छँदैछ आज ओपनली सबैजनालाई थाहा भयो। मलाई थाहा छ होइन ओपनली पनि त आयो नि त सबै कुरा होइन ग्रोथ कसरी भयो पनि भने मैले होइन।